त्यो एक्सन सुरु हुँदै रहेछ सुरु भइसक्यो हाम्रो ओके वेलकम गाइज वेलकम टु 4th एपिसोड Vlog to my welcome again. वेलकम टु द हुड चलिरहेको नि त गीत जहाँ बजे त्यही सुनिरहन्छ आज चाहिँ हामी फेरि आएछौँ लाज पचाउँदै यो एपिसोडको सुरुवात चाहिँ हामी सुपर रागाबाट गर्नेछौँ हाम्रो लाउरे दाईको अलिकति मलाई लाइन याद छ ल है फेरि आयो हामी लाज पचाएर टोल टोलको कथा सुनाउँदै अरू के भन्छ म ठ्याक्कै बिर्सेँ त्यो कस्तो थियो नि र आफै कन्फिडेन्सका साथ भन्छ मलाई आउँछ भनेर भन्छ नि होइन त्यति मात्र थियो नि त Laure and its bad company. कथा हो यो मेरो टोलको एनिवेज हामी त हाउडे एकदम लफङ्गा लफडा अनि दङ्गा पवित्र कपिराइट लाग्ला ओ भयो सरी लाउरे दाई तपाईँलाई हामीले चाहिँ एडभर्टाइज गरिदिरहेको थियौँ एनिवेज थ्याङ्क्स सबैजनालाई जसले पनि हाम्रो युट्युब भिडियो वाच गरिदिनु भएकोमा ल सब्सक्राइब गरिदिनु भएकोमा धन्यवाद त अनि कमेन्ट गरिदिनु भएकोमा लाइक गरिदिनु भएकोमा सबैलाई एकदम धेरै धेरै धन्यवाद छ ल हामी फेरि आएछौँ सोचेका थियौँ हाम्रो भ्युज 500 पुग्छ तर हामीले तर यसमा मेरो अङ्कलको बहुत हात छ आज म मेरो अङ्कलको एउटा स्टोरी सुनाउँछु है अहिले पछि एनिवेज हामीलाई चाहिँ ऊ आछ अरे हामीले एभ्री एपिसोडमा चाहिँ इन्ट्रोडक्सन दिने भनेर त्यही भएर चाहिँ नमस्ते मेरो नाम चाहिँ प्रशान्त मिश्रा नमस्कार म सुदीप पाण्डे नमस्कार मेरो नाम चाहिँ राहुल डाङ्गी ऋषि नमस्कार मेरो नाम चाहिँ एन्जल चौहान हामी चाहिँ यो चाहिँ एकदम के अरे भ्लग अनफिल्टर्ड पोडकास्ट जहाँ चाहिँ हामी आफ्नो कुरा गर्छौँ आफ्नो रिलेटिभ आफूसँग सम्बन्धित लाइक अनुभव हाँस्नेदेखि लिएर अलिकता त्यसमा सिरियसनेस हुन्छ तर जुन कुरा पनि हामी गर्छौँ त्यो चाहिँ तपाईँहरू फलो नगरिदिनु होला क्योंकि इसके लिए हमें पैसे मिलते हैं इसके लिए हमें पैसे मिलते हैं अभी तक तो नहीं मिले लेकिन मिलने वाले हैं हिसाब कितना बाकी है चैनल तुम्हारा ही है ना अभी तक तो कुछ नहीं मिला भाई च्यानल जसको उनी हो कन्टेन्ट हो फेरि कहाँ मोनिटाइज हुन थालेपछि त कहाँ एक हिसाब कतिवटा भ्युज डिभाइडेड बाइ 0 कहाँ गयो 2 पेनी त्यो त ठिकै छ नि पछि पैसा यसरी विवाद गर्ने बेला चाहिँ कसले कति शब्द बोलाएको छ त्यसमा कसको कन्टेन्ट कति मिनेट छ पुरा हैन पुरा जज गरी 15% बोलेर 50% पैसा तिमी त बोलेकै थिएनौ त्यसमा त तिम्रो पैसा आउँदैन अझ उसको स्टोरी अझ राम्रो थियो एक्स्ट्रा अक्षय कुमारले भन्छ नि बहुत ओभर एक्टिङ कर रहा पैसे काट इसको 50 रुपैयाँ काट इसको अनि त्यसो भए आजको हाम्रो टपिक हुनेछ अमेरिकामा ड्राइभरको लाइसेन्स पुलओभर फनी मोमेन्ट्स पुलओभर भनेको के हो त्यो एक्सप्लेन गर्दिनु पुलओभर भनेको चाहिँ तपाईले ट्राफिक भायोलेसन गर्दा चाहिँ अमेरिकामा तपाईलाई पुलिसले समात्दा या मतलब समात्न नै तपाईको गाडी ड्राइभ गर्दाखेरि जस्तो नेपालमा चाहिँ रोकी चेकिङ गर्छ यहाँ चाहिँ चेक पोस्ट हुन्छ नेपालमा चाहिँ चेक पोस्ट हुन्छ यहाँ चेक पोस्ट हुन्न तपाईले गल्ती गर्नुहुन्छ पुलिसले देख्यो भने तपाईको गाडीको पछाडि चाहिँ ऊ बत्ती बाल्दै आउँछ अनि त्यसपछि तपाईले चाहिँ आफ्नो गाडी रोडको साइडमा लगाएर चाहिँ रोक्नुपर्छ अनि उसले चाहिँ सोध्छ तपाईको ड्राइभर लाइसेन्स इन्स्योरेन्सदेखि सबै मान्छ र तपाईले के गल्ती गर्नुभएछ त्यो चाहिँ भन्छ अनि त्यही हिसाबले टिकट वार्निङ साइटेसन जे उसलाई त्यो समयको जे माग हुन्छ त्यो चाहिँ दिन्छ अनि त्यसलाई चाहिँ पुलओभर भनिन्छ मतलब यति लामो समय यो अब एक लाइनमा भन्नुपर्ने कति लामो भन त तिमी एक लाइनमा के भन्थ्यौ मापासेमा परेको मान्छे अहिले आउँछ त्यही भएर त म पछाडि बसेछु अनि अमेरिकामा पिङ चेयर देखेर चाहिँ लुक्याएको त्यो पनि चोरीको भगवानले दिनुभयो यो सानोबाट रिटर्न गर्दैनौ प्रयास धेरै गर्यो भित्र राखेर अब आउँदैन खोज्ने आउँदैन त भित्र अनि भित्र आएर सोध्नु पर्यो नि त हजुरहरू मिसप्लेस हाम्रो सानो मिसप्लेस भएको थियो भनेर सोधेको
त्यो लस्ट फन्ड जस्तो भयो कि लस्ट अनि कति दिनसम्म राखेँ मैले यत्रो हेर्नु त आफूले आफूलाई क्लेम गरे हो 4 हप्ता राख्यौँ त यार हेर्नु त सोच्नु त यसले कति ठाउँको गटाएको थियो एउटा स्टोरेजमा लगाएर राखेको कति लिन्थ्यो त्यो राख्दै चाहिँ किन होइन गर्छ नि त मान्छेले एनीवे एज अ रेस्पोन्सिबल टेनेन्ट तिमीले गर होइन एडमिनिस्ट्रेसन गरेर भन्नुपर्ने यसरी आयो यहाँनिर मिसप्लेस गर्ने चाहिँ गर्ने होइन अनि लास्टको भिडियोमा सुदीपले चाहिँ कम बोल्दै थियो त्यही भएर आज चाहिँ सुदीपबाट हामी सुरु गरेर केबाट के हो ड्राइभर लाइसेन्स कसरी ड्राइभर लाइसेन्स ड्राइभर कसरी निस्क्यो मैले फेरि यस्तो भएको मेरो ड्राइभर लाइसेन्स छ नेपालमा 15 दिन धेरै डिटेलमा चाहिँ म सर्टकटमा भन्छु नेपालमा फनी मुभमेन्ट चाहिँ डिटेलमा भयो नेपालमा 15 दिन ट्रेनिङ गरेँ आएँ यहाँ आउनु बित्तिकै मैले फेरि के सोचेँ नेपालमा पढाएँ यस्तो पुरा त्यो ड्राइभर लाइसेन्सको पढेको 100 वटा क्वेसन थियो नि त हेर्नु मैले 100 वटा क्वेसन रातभरि बिहान 4 बजीसम्म 3 बजीसम्म बसेर पढेँ होइन तपाईँहरू हुँदै याद गर्नुभएको छ तपाईँहरूले त लिएर जानुभएको अनि पहिला रिटर्न टेस्ट दियो त्यो दिनै त्यहाँ फेरि त्यस्तो चलन थियो कि आलाबङ स्टेटको रुल चाहिँ त्यो रिटर्न दिएको पास भइहाल्यो एकैछिनमा त्यही दिनै त्यसको सायद आधी घन्टा 1 घन्टामै ट्रायल दियो पास भयो कति हाल्यो मैले पर्सेन्ट भुलेँ समथिङ 90 समथिङ त्यो 93 कति होला अनि लाइसेन्स पाएपछि चाहिँ त्यसको फर्स्ट ट्रिप नै सायद हामी जर्जिया गएको थियो हामी एटलान्टा जर्जिया गयो एटलान्टा गयो तिमीले ट्राई गरेछौ त्यो सबैले गरे दाइ त्यो भन्दा मात्रै म सबैले गर्थेँ लाइसेन्स मसँग थियो र सुमन हामीसँग थिएन त्यो ग्रुपमा म र सुमन एकै दिन निकालेपछि मसँग मात्रै थियो रमाइलो थियो अनि के छ तिम्रो पुलोभरको अनि कहानी पुलोभरको त्यहाँ मैले पुलोभर चाहिँ मैले पर्सनली मैले ड्राइभर आजसम्म पुलोभर गराएको छैन मेरो पुलोभर भनेको चाहिँ हामी ह्युस्टन टेक्ससमा ब्याक भएपछि यस्तै गेट टुगेदर भएको थियो त्यो बेलामा ल रमाइलो गरौँ तिमी पुलोभर खा हैन नि त मैले त खाएको होइन तर सबैलाई निकालेँ त तिमीले पुलोभर खा हैन त हैन मैले अहिले क्यामेरामा त मैले खाएको होइन मतलब सिरियसली मैले खाएको होइन एउटा हाम्रो दाइले खानु भएको प्यासेन्जर तर म प्यासेन्जर थिएँ अनि स्टोरी अब भन्दिसकेछौ यस्तो छ अब हामी हल्का त्यस्तो धेरै मनमोहन पनि थिएनौँ ठिक्क मतलब तिमी चाहिँ मदिराको सेवन गर्दै मदिराको सेवन भएको थियो तर त्यस्तो उ थिएनौँ हामीले अलिअलि खाथ्यो कि भर्खरै सुरु भएको थियो हाम्रो अनि राति बाहिर ड्राइभमा जाउँ न भनेर गइयो त्यस्तो टाढा पनि होइन बाहिरसम्म पुगौँ न आउँ न भन्ने भएको थियो खास सोडा लिन जाउँ न त भनेको खुल्छ कि कुनै भनेर तर धेरै टाढा नि गएको थिएन सोडा लिन गएको त्यस्तै यिनीहरू चिम्नी रकमै पुलोभर गएको के यही हो धेरै टाढा नि त्यो नाउ एन्ड फरएभरतिर गएको के सिरियसली अनि हाम्रो चाहिँ कस्तो झ्याल खुल्लै थियो पछाडिको 4वटै त्यो झ्याल खुल्लै थियो अनि खुल्ला थियो दाइले गाडी चलाउनु भएको थियो पछाडि 2 जना थियो हामीले हल्ला गऱ्यौँ क्या बढी गीत गाउँदै अब लाउड म्युजिक प्लस अब हामी त्यसमै रमाइलो गर्दै थियौँ त्यो गर्दाखेरि ठ्याक्क पुलिस चाहिँ ठ्याक्क त्यो बाटो हाम्रो पछि थिएन उसले ढुकेरै बसाएको थियो कि बसेर रहेछ जोलाई ऱ्यान्डम भयो पनि ठ्याक्क अनि हाम्रो चाहिँ के भने स्पिड पनि थियो हल्ला पनि भइरहेको थियो ठ्याक्क पछि हामी बत्ती बालेन ठ्याक्क एउटा ट्राफिक लाइटमा हामी पुग्न बित्तिकै रेड लाइट भयो हामी वेट गऱ्यौँ हाम्रो पछाडि आएर अर्को लेनबाट हाम्रै पछाडि आइदियो झन् त्यसपछि हामी एकैछिनमा प्यानिक भयो किन हाम्रो फर्स्ट त्यस्तो भएको थियो नि त पुलोभर होला जस्तो डर भइसकेको थियो पुलिस पछाडि आउनु बित्तिकै त अगाडिपट्टि एउटा ग्यास स्टेसन थियो त्यहाँ गएर ग्यास भरेछ जबकि हाम्रो फुल थियो ट्याङ्क होइन तर हामीले एउटा प्रिटेन्ड गऱ्यौँ कि हामीले त्यत्तिकै त्यो ताकि भरे जस्तो गर्ने भनेर गऱ्यौँ पनि अब ग्यास फुल्छ त कसरी जान्छ त नि त्यहाँ होइन त्यही पनि कार्ड हाले जस्तो यति गऱ्यौँ त्यसपछि हामी हल्का युटर्न गरेर ठ्याक्क अब फेरि ब्याक टु घर आउनु लाग्थ्यौँ त्यो त्यसले ठ्याक्कै पम्पतिरबाट लगेर निकालेर फेरि युटर्न हामीलाई नै फलो गरेको डिटो अनि हल्का हामी त्यसको पम्पबाट निस्केको 1 मिनट पनि ड्राइभ गरेको थिएन होला ठ्याक्क बत्ती बालिहाल्यो त्यसपछि बत्ती बाल्यो अर्को पुलिस पनि बोलायो दुईटा कि तिनीहरू कतिजना थियो 3 जना ए गाडीमा 3 जना थियो ठ्याक्क पुलोभर गयो अनि सुरुमा ड्राइभर हाम्रो दाइलाई निकाल्यो अनि त्यसपछि दाइ निस्किनु भयो त्यसपछि त हामीहरूलाई निकाल्यो अनि पानी परेको थियो हल्का पानी परेको थियो डर भर्खरै हामीलाई त होइन त्यो दिन भर्खर फर्स्ट टाइम भर्खरै त्यही दिनै काम जोइन गरेको थियो कि पहिलो ल अब चाहिँ यिनीहरूले बर्बादै गर्यो रियलाइज भइसक्यो ट्याक्क पुलोभर गऱ्यो नि आयो नि त पुलिस त पछाडि गाडी साइड लगाउनु पर्छ भनेर रियलाइज भइसकेको थियो कि त्यो चाहिँ दाइलाई एक्सपिरियन्स रहेछ मलाई अब यस्तो थियो हामीले पढ्दाखेरि त्यो त थाहा थियो अब एम्बुलेन्सहरू आउँदाखेरि फायर फाइटरहरू आउँदाखेरि यस्तो हुन्छ नि दिनुपर्छ भन्ने त थियो जति पनि अन्त गाडी साइड लगाइदिनु भने थाहा थियो तर होइन एम्बुलेन्स ए होइन त्यो रुल्स त थाहा थियो स्टियरिङमा हात राख्ने बाहिर उसले आएर नक गरेपछि मात्रै हामीले विन्डो डाउन गरेर उसले जे सोध्छ नि त्यसको अब हामीले रिप्लाई लिखितमा सब भइसकेको थियो मैले चाहिँ यहाँ काटेँ तर तिमीलाई लाग्दैन एलाबामा आएको जति पनि मतलब थियो नि लाइक हाम्रो ग्रुपको त्योसित कोही यस्तो इन्सिडेन्ट भएको छैन जस्तो पुलोभर जस्तो पुलिसले गर्दाखेरि चाहिँ नरोक्ने या त्यो आउँछ त्यस्तो छ ए छ तपाईँ टाढा जानु पर्दा हामी 4 जना मात्रै 1 जना
त्यो मैले भन्नु पर्दैन पालो आउँछ त्यो उनको स्टोरी मिल्ने नै भन्छ उनलाई छोड्दै त्यो मलाई लाग्यो कोही छैन यार हामी सबै मान्छे यहाँ त मान्छे यो त मलाई थाहा नै थिएन अहिले यो कहानी त सर्चेको छ मेरो त यही हो त्यसपछि हामीलाई चाहिँ अनि उनीहरूले चाहिँ सबै कुराहरू डिटेलमा सोध्यो हाम्रो डिटेलहरू राइट हामीले सबै कुरा भन्यो तर हाम्रो अर्को एकजना ब्रो थियो जो लुजियानाबाट आएको उसले चाहिँ हल्का स्मार्ट प्ले गर्न खोजिरहेको थियो कि मतलब यो तिम्रो भन तिमीले खाएको भन यस्तो उस्तो भनेको थियो होइन तर अब जस उसले चाहिँ सकेसम्म चाहिँ ऊ सेफ बस्न खोजिरहेको थियो सकेसम्म जति बाँकी थियो हामीलाई नै ब्लेम दिन खोजिरहेको थियो कि उसले चाहिँ अनि तर एनिवे तर पछि हामीलाई त्यस्तो गरेन वार्निङ दियो अनि तपाईँदेखि यस्तो गर्ने यताउता भयो अनि तर ठ्याक्क हामीलाई त्यो रोड टेस्ट भयो दाइलाई चाहिँ ड्राइभ हाम्रो जो ड्राइभर रोड टेस्ट हैन त्यो ऊ गर्छ के ट्रायल के हो रोड टेस्ट नभनौँ सरी के भन्छ सोगर टेस्ट अनि त्यसपछि टेस्ट गरायो दाइले चाहिँ दाइ फेरि धेरै खान्छ जति खाए पनि दाइले चाहिँ धेरै नै खानुभएको थियो धेरै मतलब हामीले भन्दा धेरै खानुभएको थियो तिमीहरूको त्यो भन्दा पनि दाइले अनि फेरि राम्रो पक्ष के भइदियो नि त्यो जहाँ दाइले ब्याक गर्ने बेला जहाँ त्यो ब्याक स्टेप गर्नु पर्थ्यो नि त्यो रोड चाहिँ क्र्याक थियो कि क्र्याक भन्नाले हल्का उ भएको थियो कि ट्याक्क छाप्दा त्यो उ गर्दाखेरि ब्याक जाँदाखेरि त्यसलाई फलो गरेर पुग्थ्यो कि मैले भनेको लाइन थियो लाइन त्यस्तो थियो र दाइलाई अझै एक किन उनीहरू स्टेट खोज्छ नि अनि पेन गर यस्तो आँखा उ गर भन्छ कि त्यो टाउको नलागि आँखा यस्तो यस्तो गर्न सक्नुपर्ने त्यो धेरै टेस्टहरू हुने रहेछ कि तर दाइले लगभग सबै नै पास गर्नुभयो त्यस भनेपछि अब सायद अब पास गर्यो छोडिदियो भनौँ न अब त्यो फेल भएको त सिधै मैले तिम्रो क्वेसन गरेको छु नि कसो भने तिमी जब पुल ओभर आएर नि सबसे पहिला त भन्छन् उसले किन भन्नुपर्छ किन पुल ओभर गर्यो भनेर हल्ला मात्रै भनेन उसले भने कि हामीले तिमीहरूको क्यान देखाएको थियो भन्यो दुईटा क्यान भन्दा नि बोतल नै थियो हामीसँग दुईटा बोतल किनभने यस्तो थियो हामी पछाडि बसेको अपनी गल्ती कोही कबुलले गर्दा यस्तो हो फेरि उसले यतिकै तिमीलाई बाहिर निकाल तिमीले उसले हामीले झ्याल ओपन थियो हाम्रो हातमा लिँदै खाएको अब सायद अझ हामीले के पनि गरेको थियौँ भने हामीले बत्ती मलाई जहाँसम्म याद छ त्यो लाइटको पछाडिको बत्ती पनि बालेर पुरा त्यो हामीले त्यो हुन्छ नि हामीले एकदम लाइट अपना कोही कबुलले पुलिस वाले की गल्ती है भाइ हामी यस्तो गरेको थियौँ घरमा खाए यस्तो गरिरहेको थियौँ कि हामीले अनि उसले त सिधै हामी पछाडिको त इन्जोय गरिरहेको छौँ अनि त्यस्तो रमाइलो भन्दा नि त्यतिसम्म रमाइलो जब पुलिस आइसकेपछि त केकको एकैछिन छोड्यो नि जब पुलिस पछाडि बस्यो छैन जति खाए पनि पञ्चामृत खाए जस्तो भइगयो खाना त बियर खाएको पञ्चामृत खाए जस्तो भइहाल्यो मदिरा सेवन धुम्रपान मदिरा भन्दा त शराबको सेवन सेहतको लागि हानिकारक उमेर पुगेको थियो 23-24 वर्षमा खाएको फेरि अनड्रेस पनि होइन त्यही हो मेरो चाहिँ एनिवे अनि त्यस्तो अनि त्यस्तो मैले त भन्छु खाने हो भने घरमा बसेर खाने हो त्यस्तो बाहिर जाने अब यदि आफूलाई खाइयो भने पनि कसैलाई लिन बोलाउने उबर गर्ने बरु होइन बरु कसैले जसले खाएको छैन त्यसलाई लिन बोलाउने मिल्छ भने त्यही सुत्ने भयो यदि त्यस दिन पास नभएको भए के हुन्थ्यो रहेछ सुन्दाखेरि चाहिँ काइन्ड अफ अब त्यस्तै अब क्रिटिकल नै थियो जेल त सिधै जान्थ्यो वाट नेक्स्ट भन्ने त जेलमा गएपछि अब सायद जस्तो DUI को चार्ज लाग्थ्यो DUI भनेको चाहिँ ड्रिङ्क के अरे ड्राइभिङ अन्डर इन्फ्लुएन्स भनेको रक्सी अब अरू जे पनि टक्सिक चिजहरू खाएर त्यो चाहिँ सुदीपले चाहिँ जे भनेको थियो नि त्यो पुलिसले गर्न लगाएको स्ट्रेट लाइनमा हिँड्न लगाउँछ अनि अगाडि जान भन्छ अनि पछाडि आउन भन्छ त्यो चाहिँ अनि त्यो चाहिँ सकेन भने चाहिँ अनि DUI को चार्ज लाग्छ क्या DUI को चार्ज भनेको लाइक एक्सट्रिम लेभलकै चार्ज हो क्या मतलब यतिसम्मको चार्ज राइट अवे त हुन्न तिम्रो मतलब यतिसम्म लेभलको चार्ज गरेर तिमी डिसमिस गराएन भने तिमीलाई फ्युचरमा ग्रिन कार्ड नि पाउँदैन कि त्यस्तोसम्म नि हुन्छ DUI को चार्जले के या सिटिजन बन्न अप्ठ्यारो हुन्छ त्यस्तो नि हुन्छ कि किनकि त्यति बेला आफ्नो मात्रै लाइफ रिस्क भएन कि अरू बाटोमा राम्रो गाडी चलाउनेहरूको रिस्क यस्तो हो के उसको नि लाइफ जो यिनीहरूको नि लाइफ रिस्क छन् जो बस्नेहरूको पनि हामीलाई त्यस्तो लागेको थियो भने त्योभन्दा पहिला एउटा आइडिया चाहिँ के थिएन भने मलाई र अर्को कुरोलाई पनि थिएन होला सायद ड्राइभरलाई त निकालेर सोध्छ तर पछाडिको प्यासेन्जरहरू छ नि उसलाई पनि सोध्छ भन्ने चाहिँ मलाई थाहा थिएन कि निकाल्यो कि हामीलाई अनि छ भने पहिला त हामीले छैन भन्यो देखेर हो यति गर्दा पहिला यस्तो हुन्छ पहिला ड्राइभरलाई नै हुन्छ होइन त्यसपछि उसले बिस्तारै हामीसँग त बिस्तारै आउँछ तिमीसँग अब हेर्थ्यो होला तिमीलाई ड्रिङ्क दियो न त हामीलाई साल भएको हो नि त अब हामीलाई देख्यो हामीले सिटमा नलाइ बसेको बिन्दास होइन त्यो सबै त्यस्तो बिस्तारै आउँछ पहिला ड्राइभरमै आउँछ बिस्तारै
त्यो मान्छे तर बिस्तारै चाहिँ हाल्छ त्यसले ग्रुपमै ल्याउँथ्यो सबको त्यो सेक्सन रुल होला नि त अब स्टेट वाइजको अब स्टेटमा टेक्सासमा अब नलाने ठिकै होला सम्म टाइपको होइन पुरा मजाकै उडाइदिएको थियो हाम्रो तिनीहरूले हामीले पनि त्यसको उडाइदिएको थियो त्यो पुलिसको अहिले आउँछौँ हामी एनिवेज तिम्रो तर अर्को कुरा मलाई सुदीपको ड्राइभिङ चाहिँ एकदम इम्पेसेन्ट मान्छे हो क्या त्यो सुदीप चाहिँ एकदम के हुन्छ नि एकदम त्यो सिसा डाउन छ सिसा माथि छ होइन सिसा तल भयो भने केही बोल्दैन होला सिसा माथि छ हट 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 अरे त्यो भनेर थोडी हुन्छ त्यो चाहिँ कमेडी ड्राइभिङ गर्छ के अनि एकचोटि चाहिँ वान वेमा हाल्दिन लाग्थ्यो ओइ 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 भन्दा तर मैले ड्राइभ गरेर आजसम्म पुलोभर चाहिँ परेको छैन मैले आजसम्म नै भन्न मैले नै यस्तो आफ्नो पनि त भन्न पाइन्छ त्यही मैले आजसम्म पुलोभर त्यस्तो स्पिडिङ केही कुरामा पनि म परेको छैन मैले त्यो पहिलो इन्सिडेन्ट जुन ड्रिङ्कमा त बाई गड ग्रेस भनेको एक्ज्याक्टली त्यो त म गर्न अहिले जहिले नि तिम्रो ड्राइभिङ चाहिँ राम्रो छैन मुटुमा छ नि त होइन भवनको नाममा तर यो एडिट हुन्छ फेरि ड्राइभिङ राम्रो छैन भने केही एडिट हुनेवाला छैन उबर ड्राइभर पो हुँदैन नि ल सर कसको राहुल मेरो पालो राहुलको त मेरो धेरै छ स्टोरी चाहिँ म 3 चोटि पुल ओभर परेछु अहिलेसम्म मतलब टिकट खाछौ टिकट एकचोटि खाछु ए त्यही होला भन्दै अब फर्स्टमा के भएको थियो भनेपछि एलेबामा हामी त्यहीँ हो नि त हामीले सिकेको एलेबामा भर्खर गाडी मैले मतलब त्यो राइटिङ पास भयो होइन अनि ड्राइभिङ टेस्ट दिनुपर्ने थियो फर्स्ट ड्राइभिङ टेस्ट चाहिँ म फेल भएको थिएँ कि किन फेल भएको थियो भनेपछि सब पास भइसकेको थियो होइन अनि त्यो अफिसर जो हाम्रो साइडमा बस्छ नि उसलाई चाहिँ अलि कन्फिडेन्स लाग्यो होला होइन ल फ्री वेमा जाऊँ न त तर म भने कि लगभग मेरो सिधिसकेको थियो कि ल हुन्छ भनेर फ्री वेतिर गयो होइन त्यो डिएमपीबाट निस्केर फ्री वे लान्छ नि लान्छ त्यहाँ लान्छ नि ए खै मलाई फेरि दोस्रो चाहिँ म जब सेकेन्डचोटि ट्रायलमा गएँ नि लगेन कि मलाई 2 चोटि दिनु पर्यो फर्स्टचोटिमा चाहिँ फ्री वेमा लगेँ होइन अनि त्यसपछि गएँ फ्री वेमा चाहिँ मैले एकचोटि के भएको थियो त्यो मैले अलिकति छिटो नै गाडी टर्न गर्दै थिएँ कि वेट नगरेर कि उताबाट गाडीहरू आइरहेको हुन्छ नि त वेट गरेर खाली भएपछि जानु पर्थ्यो तर मैले स्पिडमा चाहिँ स्वाइन्ट घुमाइदिएको थिएँ कि अनि त्यसपछि मलाई चाहिँ द्याट्स अ डेन्जरस टर्न होइन somebody can replicate that's a dangerous turn you should have yielded अनि although you had passed the test I'm not going to give you a driving license this time come back next time and don't repeat this mistake भने हैन मैले ओके भने स्योर अफिसर भने त्यसपछि म फेल भएँ हैन घर आएँ अनि फेरि अर्कोचोटि अब अर्कोचोटि लाइसेन्स लिन जानुपर्ने थियो अब त्यो दिन मेरो अर्कोचोटि टेस्ट थियो कि रोड टेस्ट होइन अनि लाइसेन्स सबै पायो त्यो दिन चाहिँ पास भयो अब म त केयरफुल थिएँ म त्यस्तो टर्न पनि गर्दैन थिएँ तर अर्कोचोटि मलाई फ्री वेमा पनि लगिनँ क्या भित्रभित्रै मात्रै चलाउनु लगायो अनि त्यसपछि म फर्किँदै थिएँ होइन त्यहाँ थियो स्पिड लिमिट सायद 55 कि 60 थियो होइन त्यो फ्री वेमा 60 थियो कि क्या म थिएँ 85 मा थिएँ पुरा लाइसेन्स पाएको फर्स्ट डे तिमी कोसित थियो हिमाल र म हिमाल साइडमा बसेछन् म पुरा चलाइरहेको छु होइन 85 मा स्विङ पुरा चलाइरहेको छु तर सिरियसली तिमीलाई मैले यहाँ काटेँ त्यो डोथन र ट्रोयवाला रोड थियो नि त्यहाँ धेरैले पुरोवर खाएको छन् कि मैले तिमीलाई अहिले भन्छु त्यो स्टोरीहरू त्यहाँ कति पुलिस हुन्थ्यो क्या त्यहाँ त्यही हो डोथनमै हो मैले पनि खाएको ट्रुपर हुन्छ नि बढी मैले त स्टेट ट्रुपरलेबाटै खाएको स्टेट ट्रुपरबाट अनि मेरो गाडीको पछाडि क्लिक क्लिक बोल्यो कि होइन अनि मैले हिमाललाई भने कि हिमाल यो गाडी पछाडि बत्ती बालिरहेको छ यार भने हिमाल र म फेरि दुईजनै अब नोभिस ड्राइभर्स होइन केही थाहा छैन नि हिमालले यो होइन यो जान खोजिरह होला छोडिदिउँ भने म पुरा कुदाकुदैछु त्यो मेरो पछि पुरा कुदाकुदैछ कि म पनि तुफान छु थाहा पाउनु भयो नि लाइसेन्स लिएको फर्स्ट डे फेरि म पुरा गइरहेको छु तुफान पुलिस पनि मेरो पछि आइरहेको छ होइन म लेन चेन्ज गरेन म सेम लेनमा छु पुलिस पनि सेम लेनमा छ कि दुईजनै पुरा गएको गइछौँ होइन त्यसपछि अर्को पुलिस आयो 2वटा गाडी भइसक्यो क्या अब तिनीहरूको होइन अब त त्यो जिटिए भाइस सिटी खेल्नु त्यहाँ बढ्दै जान्छ नि स्टेप पहिला एउटा पुलिस थियो अब 2जना भइसक्यो कि
पुरा दुईजनाले चाडिरहेको छ मलाई होइन। म फेरि त्यो डोथनबाट ट्रोय पुरा खाली बाटो छ नि त, जति गयो भने स्ट्रेट छ नि त बाटो, त्यहाँ केही पनि छैन घुम्ने सुम्ने, पुरा जाने हो नि त। त्यहाँदेखि एउटा पुलिस पछाडि एउटा पुलिस मेरो साइडमा छ कि साइडमा अनि दुईजना बुलेर पुरा बत्ती बलिरहेछ होइन। अनि मलाई बिस्तारै बिस्तारै त्यो पेलिरहेको छन् क्या दुईजनाले। अनि मैले थाहा पाइसकेँ यो मेरै लागि मैले रियलाइज गरेँ कि जब त्यो दुईजनाले मलाई कर्नर गरे नि, मैले रियलाइज गरेँ यो त पक्कै मेरै लागि हो अन्त। हिमाल र मेरो सातो गइसक्यो है, अब पुरा दुईजना होपलेस। अनि तिनीहरू दुईजनाले हामीलाई ढकल्दै 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 त्यो घाँसमा लग्यो कि। त्यहाँदेखि अब हिमाल र मेरो पुरा हात कामिरहेको छ, के गर्ने थाहा छैन चुप। अब तर हामीले त सब पढिसकेको थियौँ के गर्नुपर्छ भनेर। म च्याप्टर त छुटेको त्यो पनि पढेको थियौँ, तर हामीलाई ठ्याक्कै यस्तै हुन्छ भन्ने थाहा थिएन नि त, रियलाइज भएन कि। बत्ती पुल ओभर हान्नेपछि हामीले रोक्नुपर्छ भन्ने थाहा थियो, तर हाम्रो पछि बालेपछि अब त्यो हाम्रै लागि हो भन्ने हामीलाई रियलाइज भएन कि। त्यहाँदेखि टक्क यस्तो चुप्प लगाएर बसिरहेको छु होइन, म हात फेरि कामिरहेको छ, हिमाल पनि होपलेस छ, म पनि होपलेस छु। त्यो पुलिस आयो होइन, अनि त्यसपछि ढोका झ्याल खोल्न लगायो। अनि मलाई सिधा केही पनि भनेन, यु गेट इन माई कार भने कि सिधा होइन। मैले सोधेँ अब त म जेल गएछु होइन, जेल गएँ भने त्यहाँदेखि म चुप्प लगाएर झरेँ, पुलिसको गाडीमा गएर बसेँ होइन। अब उसले मलाई पछाडि बस भनेको थियो कि अगाडि बस भनेको थियो थाहा भएन, म त गएर अगाडि पुलिसको साइडमा गएर बसेँ कि, प्यासेन्जर सिटमा गएर मस्त बसेँ होइन, चुप्प लगाएर प्यासेन्जर जस्तो पुलिसको साइडमा गएर बसेँ। उसले केही भनेन तर मलाई। अनि ऊ फेरि आफ्नो ड्राइभरतिरबाट आयो होइन, अनि बस्यौँ दुईजना। त्यसपछि भित्र फेरि पुलिसको गाडी फेरि त्यहाँ मैले फर्स्ट टाइम देखेँ, मलाई इम्प्रेस्ड भयो क्या पुलिसको गाडी होइन। भित्र प्रिन्टर छ, कम्प्युटर छ, पुरा अनेक अनेक डिभाइसेसहरू छ होइन। म दङ्ग परेपछि यस्तो खतरा गाडी हुँदो रहेछ, कम्प्युटर पुरा हान्ने, भित्र प्रिन्टरदेखि लिएर सबै चिज गनदेखि लिएर सबै। अब तिम्रो खासमा अब पुल ओभर हान्छ नि त, यति पुल ओभर हान्दैन जब तिम्रो गाडी ड्राइभिङ गर्ने रेकलेस होला के भाइलेसन गर्छ, त्यसपछि तिम्रो रन गर्छ उसले तिम्रो नम्बर। त्यही भएर त्यो हाम्रो क्लोज प्रक्सिमिटीमा बस्छ नि त, उसले नम्बर प्लेट पढ्न पाउँदैन, बस्छ नम्बर प्लेट पढ्छ, तिम्रो सब डिटेल्स दिन्छ, अनि त्यसपछि पुल ओभर हान्छ। अनि एकछिनसम्म दुईजनाको केही कुरा भएको छैन, चुप दुईजना, उसले के हानिरहेको छ कम्प्युटर, म चुप्प लगाएर बसेको छु होइन। अनि त्यसपछि लाइसेन्स देखा भने, अनि त्यसपछि अब फर्स्ट डे लाइसेन्स पाएको फर्स्ट डे अब होइन, आज कि डेट छ पेपरवाला फेरि आज कि डेट छ, हार्ड कपी आउन पाएन, पुलओभर खाइछ कि। त्यहाँदेखि उसले रियलाइज गर्यो नयाँ ड्राइभर हो, अनि उसले मेरो रेकर्ड हेऱ्यो, अमेरिका आएको 2 महिना भएको छ जम्मा होइन, 2 महिना पनि भएको छ कि छैन, त्यस्तै अगस्त सेप्टेम्बर अक्टोबर 1-2 महिना जति भएको थियो होला। त्यहाँदेखि उसको रिस अलिकति कम भयो कि सायद होइन, तर ऊ नम्र भएर बोल्यो मसँग, राम्रो बोल्यो होइन। यस्तो हुन्छ कि त्यो तिमी जब हामी ओरिएन्टेसनमा गएको थियौँ नि, त्यहाँ चाहिँ हामीलाई भनेको थियो कि मतलब यता एरियाको पुलिसले तिनीहरू कस्तो छ भने तिनीहरू युज टु छ इन्टरनेसनल स्टुडेन्ट्सदेखि, त्यही भएर तँलाई चाहिँ फर्स्ट भायोलेसन माफ गरिदेला या साइटेसन देला या तँलाई के अरे वार्निङ देला, तर नेक्स्टचोटि रिपिट त्यही कुरा गरिस् भने चाहिँ टिकट दिन सक्छ भनेर भनेको थियो क्या। त्यो एड थिएन, तर मैले टिकट मतलब सबैलाई भन्छ भन्ने छैन नि त, त्यो ओरिएन्टेसनमा पनि एउटै कुरा रिपिट गर्छ भन्ने छैन नि त। भन्यो भने पनि त्यो सबै कुरा स्टिक हुँदैन, त्यहाँदेखि भित्र बसियो। अनि त्यहाँदेखि त्यसले मलाई भन्यो वाइ वर यु स्पिडिङ भने होइन। मैले भने कि आई हेभ जस्ट स्टार्टेड ड्राइभिङ होइन, आई क्यानट किप अप विथ द ड्यासबोर्ड एन्ड द स्पिड। मैले दुइटै एकैचोटि हेर्न सक्दैन भने कि, मैले हेर्न पनि सबै चिज कहाँ हेर्न सकिन्छ सुरु बेला, ऐना रेयर भ्यू स्पिड कति छ, साथीले भन्नु पर्थ्यो नि त के छ भनेर। मैले त एकैचोटि सबै हेर्न सक्दिनँ, मैले भर्खरै ड्राइभिङ सिकेँ, अब मैले त्यसरी सक्दिनँ भनेपछि अनि उसले चाहिँ अब तैँले त्यो सिक्नुपर्छ यार। उसले मलाई सम्झायो आधा घन्टा जति, उसले मलाई राखेर यस्तो सम्झायो, तैँले सिक्नुपर्छ, यो सबै हेर्न जान्नुपर्छ, तैँले आज हाम्रो यो बत्ती बाले देखेर पनि रोकेनस्, तैँले यसको टिकट पाउँछस्, र तेरो स्पिड लिमिट फेरि त्यो 60बाट पनि त्यो 20 माथि गइसक्यो रहेछ कि, 60बाट नि 20 माइल्स पर आवर त माथि थिएस्, त्यसको पनि तैँले टिकट चाहिँ दिन्छु म, तर त कोर्टमा गएर अपिल गर, अनि त्यहाँ तँलाई माफ गरिदिन सक्छ, तर तैँले आज टिकट चाहिँ पाउँछस्, गल्ती भइसक्यो
भनेर मलाई राम्रोसँग सम्झायो अब यस्तो नगर यहाँ अब गाह्रो हुन्छ स्पिडिङमा एक्सिडेन्ट हुनसक्छ यताउता धेरै सम्झायो होइन अनि मैले ओके अफिसर भने म चाहिँ चुप्प लगाएर शान्त भएर सुनिरहेको छु होइन ओके आइएम सरी यताउता भने होइन हिमाललाई पनि अर्को अफिसरले फेरि हिमाललाई बाहिर निकालेर सोधिरहेको थियो कि बाहिर फेरि होइन अनि हामी दुईजनालाई त्यहाँदेखि मलाई टिकट दियो टिकट त्यो नम्बर दियो यो नम्बरले चेक गरेस् एक हप्तापछि अनि त्यहाँ अनलाइनमा देखाउँछ तेरो टिकट के भयो भनेर अनि मलाई 2टा टिकट दियो अनि त्यसपछि हामी दुईजनाले ल गुड लक यताउता भन्यो ड्राइभ सेफ यताउता भन्यो अनि दुईजना आइयो अनि घर एउटा चाहिँ मेरो फनी इन्सिडेन्ट फर्स्ट डे लाइसेन्स पाएको पनि त्यही हो $398 को फाइन लागेको थियो अलमोस्ट $400 को टिकट लाग्यो मैले तिरेँ नि $400 केही नै छैन अहिले मेरो त सुन त्यो चाहिँ मेरो फर्स्ट पुल ओभर त्यसपछि ह्युस्टन आइयो ह्युस्टनमा गाडी किनेँ मैले त्यो टोयोटा कोरोला स्पोर्ट्स के रातो कलरको स्पोर्ट्स अनि रातो कलर फेरि जता पनि देखिन्छ नि त फ्ल्यास हुन्छ नि त इजिली देखिन्छ त्यो गाडीको अलिकति एक्सिलेटर पनि अलि राम्रो थियो कि अनि के भएको थियो म उता त्यो टिडवेल भने कतातिर हो त्यो 669 हो कि 16 कता हो 16 नर्थतिर 16 नर्थ हो म त्यतातिर थिएँ कि अब त्यो गाडी अलि रफ देखिन्थ्यो कि क्या होइन म पुरा गइरहेको थिएँ त्यसको फेरि साउन्ड पनि राम्रो आउँथ्यो कि अनि त्यसपछि मेरो 81 मलाई 5-7 जना 10-12 जना पुलिस के त्यो पुरा गाडीहरू के टन्नै गाडीहरू यस्तो आयो नि पछाडि म फेरि होपलेस भएँ कि यो मेरो पछाडि मैले त्यस दिन त गल्ती पनि गरेको थिएन अनि म पुरा तर मैले त पहिला एक्सपिरियन्स थियो मेरो रोक्नुपर्छ भनेर अनि म साइड लगाएर रोकिहालेँ होइन अनि पुरा गाडीहरूले मलाई यस्तो घेर्यो के धेरैवटा गाडीहरूले के अनि मौनी आयो अनि म होपलेस भइसकेँ त्यतिका पुलिस त मैले एकचोटि पनि देखाएको थिएन 7-8 जनाले मलाई त्यस्तो घेर्यो के अनि मलाई हेऱ्यो होइन द्याट्स नट हिम भन्यो गाडी साँच्चै द्याट्स नट हिम वी आर सरी भन्यो होइन गाडीमा चढ्यो सबै गइहाल्यो कि साँच्चै हो एटलिस्ट यहाँ नम्बर प्लेट त हेर्नुपर्छ नि उनीहरू सायद चेजमा थियो होला कि चेजमा रहेछ त्यो मान्छे भागे रहेछ कि के गरेर द्याट्स नट हिम भन्यो होइन अनि आई एम सरी भन्यो त्यसपछि गाडीमा चढ्यो सबै गइहाल्यो कि मेरो त सातो गयो नि त्यतिका पुलिसले गर्दाखेरि त एकैचोटि तर म एक्सपिरियन्स थियो रोक्नुपर्छ चुप्प लाएर बस्नुपर्छ भनेर शान्त बसेको अनि त्यस्तो भयो अब 2टा चाहिँ यो एक्सपिरियन्स हो एउटा चाहिँ सामान्य फेरि मैले हाम्रो 610 साउथमा चाहिँ एक दिन राति थियो म अलिकति त्यति बेला धेरै थिएन 10 को स्पिड बढी थियो अनि एउटा पुलिसले मलाई रोकेर वार्निङ दिएको थियो यतिर अलिकति थोरै स्पिडिङ छ ह्युस्टनमा 10 को जति चाहिँ माफ हुन त भन्न सकिँदैन दिन पनि सक्छ जे पनि हुनसक्छ तर मलाई त्यति बेला चाहिँ वार्निङ मात्रै दियो तैँले अलिकति स्पिड लिमिटमा चला त थोरै माथि छस् भनिरहेको थिएँ कि अनि मैले ओके स्योर अफिसर आइएम सरी भने त्यहाँदेखि सबैभन्दा बेस्ट स्ट्राटेजी चाहिँ पुलिसले रोक्यो भने एकदम राम्रोसँग बोल्ने जति सकिन्छ एकदम राम्रोसँग बोल्ने न्यू त खोज्ने नै होइन किनकि कस्तो भने चाहिँ इन केस उसले टिकट दियो तिमीले न्यू खोजेछौ भने नि उसको दिमागमा हुन्छ के पछि तिमी कोर्टमा गयो भने त्यो आउन सक्छ के पुलिस त्यहाँ तिमीलाई प्रब्लम हुन्छ के इन केस तिमीले सरी दिएछौ या माई ब्याड आइएम सरी होइन मबाट गल्ती भयो यो त्यो उसको दिमागमा तिमी छैनौ हिट गरे छैनौ भने भोलि तिम्रो कोर्ट डेट जुन हुन्छ नि त्यहाँ गयो भने त्यो पुलिस आउँदै आउन तिम्रो केस डिसमिस भइहाल्छ कि तिमी फाइट ब्याक गर्न सक्छौ नि त नत्र पुलिस आइदिन्छ त नि उसको पर्सपेक्टिभबाट कुरा ठिकै हुन्छ गल्ती त मैले स्पिडिङ गरे हुन सक्छु सरी अथवा मैले केही न केही गरेर उसले रोक्छ नि त यार उसको पर्सपेक्टिभबाट ठिकै हुन्छ अब उसको पर्सपेक्टिभबाट सोचेर हामीले चाहिँ ल ठिक छ उसले अब आफ्नो काम गरोस् भनेर हामीले एकदम ल अबाइडिङ सिटिजन भएर हामी सिटिजन नभए पनि ल अबाइडिङ एलियन भएर होइन हामीले कुरा गऱ्यो भने चाहिँ राम्रो हुन्छ है उनीहरूले चाहिँ टेक इट इजी गर्न सक्छन् जोस पुलिसहरू एज अ होल मलाई चाहिँ राम्रै लाग्छ मलाई एकदम राम्रो लाग्छ धेरै रेस्पेक्ट गर्छु हेल्पफुल हुन्छन् एकदम हेल्पफुल हुन्छन्
केही गाडी केही बिग्रियो भने उसलाई सामानलाई त आउँछ नि त सोध्न हो गाडी बिग्रियो भने आएर सोधेर हेल्प गरिदिन्छ हो मैले त हेरेछु लाइक एउटा लेडीको मतलब जाँदाखेरि त्यो टायर पङ्चर भएर रहेछ कि के भएर रहेछ चेन्ज गरिदिरहेको हामीलाई जम्प स्टार्ट गरिदिन्छ फर्किँदाखेरि म गाडी बिग्रेर पुलमुनिपट्टिमा बसेको थियो कोही गाडीले रोक्दैन यार अनि पुलिसले धन्न पुलिस त्यो बाटो पास भएको थियो हाम्रो गाडी स्टप भयो हामी इमर्जेन्सी लाइट दिएर बसिरहेको थियो उसले रोक्यो कि स्पिडमा भएको पनि उसले आफूले रोकेर अनि के भयो यता सोध्यो हामीलाई त अब टो ट्रक बोलाएको आएन के गर्ने यता उसले उसको नजिकको त्यो हुन्छ नि उनीहरूसँग एक्सेस अनि त्यसको नम्बर दियो कि त्यो टो ट्रकको अनि त्यसपछि हामीले कल गरायो नि त अरू त कति कल गर्यो टाढा छु यहाँ यति माइल छु उति माइल छु भन्ने हाई डिमान्ड गर्ने होइन तर त्यसले दिएको नम्बर चाहिँ त्यही एउटा पर हुने रहेछ कि तिनीहरूको एउटा हुन्छ नि अनि एकदमै नजिक त्यहाँबाट अनि अर्को वालमार्टसम्म लगाएर राखिदियो कि गाडी त्यस्तो इजी भयो कि एकदम अझ उनीहरूलाई हामीले भनेको भए त्यो रिस्की ठाउँ पनि थियो नि त होइन डर लाग्ने ठाउँ थियो भनेको रोकिदिन्थ्यो होला तर हामीले रिक्वेस्ट चाहिँ गरेनौँ रोकिदियो भने उनीहरू रोकेर मेक स्योर चाहिँ गर्छन् नि हामी ट्रोयमा हुँदाखेरि एक दिन यत्तिकै हामी घुम्न निस्केका थियौँ अनि त्यो एउटा पोखरी जस्तो साइडमा बसेका थियौँ कि हामी यत्तिकै बसिरहेको थियौँ होइन सायद उसलाई लाग्यो यिनीहरू केही प्रब्लम छन् कि भन्ने लाग्यो होला पुलिस आएर रोकेर तिमीहरूलाई सबै ठिक छ नि केही समस्या अभी आना पड़ेगा मुझे इधर खोजने के लिए आएर सोधेर हामीहरूलाई मेक स्योर गरेर होइन अनि त्यसपछि हाम्रो सबै ठिकै छ भन्ने विषय घर जा रहा हूं तुम लोग इधर आना पड़ेगा एक मिनट फेरि अहिले यही आउनु पर्छ अहिले सोच्छु अहिले कुद्नु छ भने भन म कुदिहाल्छु बचाउला पछि म घर गएपछि आउँदैन जेहोस् राम्रो गर्छन् यार राम्रो हेल्प गर्छन् पुलिस राम्रो त म कामबाट पनि थाहा पाएँ कामहरूमा आउँदाखेरि थाहा पाएको कि भन्नाले अब अरू बेला त पुलोभर केही परेको छैन थाहा छैन त्यतिखेर चाहिँ अलिकति थाहा हुने मौका मिल्यो कि यिनीहरूसँग बोल्न जान्नु मलाई नेपालमा चाहिँ पुलिससँग अलिकति एक दिन हल्का मलाई ऊ भएको थियो नराम्रो भएको थियो हामी कन्सर्ट हेर्न गएको थियौँ कन्सर्टमा अगाडि गाइरहेछ है गायककारले अब हामी त अडियन्समा त यस्तो नाचिन्छ नि त हेरिन्छ अब त्यो +2 तिर पुलिसले पुरा कपाल पकेर तानेर पछाडि म धेरै अगाडि गयो भने रोकी के मलाई मात्र होइन 3-4 जनाले यस्तो तानिदिरहेको क्या फेरि त्यहाँ फेरि लाइक क्राउड पनि त्यस्तै हुन्छ यार अब हाम्रो घरको अगाडि त्यो थियो के त्यो उन लाग्छ होइन हामी त्यो बारको भित्र पनि गएको थिएनौँ के त्यो बार लगायो भन्दा बाहिरै थियौँ होइन महोत्सव लाग्छ नि यार नेपाली मान्छे कस्तो के मतलब पुलिस खटिन्छ नि त्यो त म्यानेज गर्नलाई हो नि त त्यहाँ महोत्सव लाग्थ्यो अरे त्यहाँ यस्तो एनर्जेटिक को भइरहेछ त्यो ढुङ्गा चलाएर हान्दैछ पुलिसलाई नै लाग्दैछ के पुलिसले त आइमाएर बच्चालाई मात्र पठाएर सबलाई एक एक क्यामेरा चेक गरी गरी एक एकजना 7 जनालाई समात्यो त्यो धोपी दिनु पर्यो त्यही बाटोमा गलत हो त्यो त गलत हो नि पुलिसलाई काम गर्दै दिनुपर्छ आफ्नो काम गरिदिनु पर्छ प्रोटेक्सनको लागि बसेको छ पुलिस र त्यो रेगुलर सिटिजन बिच हैन 22 वर्ष छ कि अब उनीहरूले रेस्पेक्ट गर्दैन आफूले रेस्पेक्ट गर्दैन जस्तो टाइपको हो त्यस्तो भएछ के त्यो त कहिले काहीँ चाहिँ त्यस्तो हुन्छ है मलाई चाहिँ यत्तिकै मलाई कपाल लुछिया जस्तो फिल भएको थियो त्यति बेला कपाल यस्तो पकड तान्यो क्या मलाई पछाडि यार त्यति बेला चाहिँ रिस उठेको थियो तर कस्तो इन्सेन्स हुन्छ नि जस्तो एज अ तिमी त्यतिखेर चाहिँ तिमी आफूलाई हेर्छौ होइन कि उसले मसित त्यस्तो गर्यो मैले माने उसले गलत गर्यो होइन तर त्यहाँ हेर्छौ नि त्यहाँ 20 जनाले त्यो कुरा मानेर आउन्न क्या ऊ त्यो त्यतिसम्मको फ्रस्ट्रेट भइसक्यो तिमी पर्यौ त्यहाँ बुझ्यौ नि जस्तो स्कुलमा हुन्छ नि टिचरले त्यो 50 जनामा हैन सबले डिस्टर्ब गरिसकेको हुन्छ एउटाले पिटाइ खान्छ सब शान्त हुन्छ नि त्यस्तै हो के त्यो तिमी पर्यौ के म परे म एक्जाम्पलमा परे एक्जाम्पल सेट गर्नु एक्जाम्पल सेटमा परे म सेट भयो त्यो यहाँ पनि हुन्छ हामी कपाल त तान्दैन होला कपाल तान्दैन तर यहाँ नि हान्दिन्छ नि हैन त्यो पुलोभर खाएर यसो भ्याटपुट हुन्छ फ्याटापुटा त्यो हुँदा इन्काउन्टर हुँदाखेरि त्यो खासै राम्रो लाग्यो पुलिस हैन तिमी अब प्रोटेस्टमा गएको छौ भने त उनीहरूले एउटा सर्टेन लाइन नजा भनेको नि त्यो यहाँनिर खेल्दै भन्दिन हैन कन्सर्टमै पुलिस छ भने अहिले ब्यारिकेड छ नि ब्रेक गरेर तिमीलाई त धोबिहाल्छ नि त हतकडी लाएर गइ लगिहाल्छ नेपालमा त कपाल मात्र लुछ हो नै नियम त यहाँ पनि कडा छ तर हैन त्यो एउटा इन्सिडेन्ट चाहिँ नराम्रो भएको छ अरु इन्सिडेन्ट त राम्रो छ अरु इन्सिडेन्ट त राम्रो छ फेरि पुलिसहरुसँग जेल त गएको जेल त गएको छैन जेल जाने जस्तो म त्यस्तो छैन म गएको छैन त कहाँ यार पुलो म खाना पुराउन गएको छु खाना पुराउन लुगा पुराउन चाहिँ गएको छु म नेपालको है फेरि नेपालमा यहाँ नि गएको छ नि तिमीले बन्ड गराउने यति त बन्ड गरिदिनु गएको त्यो म त हेल्पर गइदिएको थिएँ निकाल एनीवे हामी एन्जल दाजुकोमा आइन्छ म त पुलिससँग इन्काउन्टर त मेरो चाहिँ अब त्यो इन्काउन्टर भनेको थियो मलाई पुरा पुरा गनी निकालेर दुई साइडबाट हुन्छ नि दोहोरो भिडन त भने जस्तो के दन्तकालमा फिराउँछु कि इन्काउन्टर भन्दा तिमीलाई कहाँ गोली लागेको थियो दन्तकालमा खुट्टामा रे के दन्तकालमा तिमी
त्यहाँ हामी यस्तो हुन्थ्यो दण्डकालमा हाम्रो छुट्टै कथा छ यार हामी चाहिँ हेलिकप्टर नाइट भिजन लिएर नाइट भिजन जोक सपाट काम धन्दा केही नभए चाहिँ काम धन्दा केही छैन। मेरो चाहिँ के भएको थियो नि अब फर्स्टमा अब ड्राइभिङको इन्सिडेन्ट भन्नुपर्दा चाहिँ अब फर्स्टमा चाहिँ नर्भस हुन्छ नि त अनि आएको हामी चाहिँ धेरै मात्रा आउने बित्तिकै हामी चाहिँ अब हतार हतार गरेर म र सन्तोष दाइ गइहाल्यौँ होइन जाउँ कि जाउँ भन्ने त मेरो क्लास चाँडै छुट्टिदियो त्यो दिन गयो अब राइडिङमा त पास भइसक्यो होइन जब ड्राइभिङको पाला आयो नि गाडी कुदाउनु चढ्यो होइन त्यो कहाँबाट त्यो होइन बाई नेचर एकदम नर्भसनेस भयो क्या त्यो नेपालमा एक्जाम भनेपछि आत्तिन्छ मान्छे होइन त्यस्तो खालको नेचर भयो क्या अब ड्राइभिङ लाइसेन्स यस्तो नर्भस भयो होइन बिस्तारै कुदायो होइन उसले लिटरली मलाई के भन्यो थाहा छ केही पनि प्रब्लम छैन तँलाई मैले टिकट दिन तँलाई म आज तेरो ड्राइभिङ लाइसेन्स दिन किनभने त धेरै बिस्तारै कुदाएछ धेरै अर्कोचोटि टु स्लो भने होइन त्यसपछि मलाई के छ चाहिँ गाडी कुदाउनु नआउने होइन मैले पर्मिटमै कुदाएँ होइन गाडी लाइसेन्स त्यसपछि म गर्दै गाडी जान्दिनँ पर्मिटमै कुदाएँ जे हुन्छ सबै पर्मिट भयो अब त्यसपछि हामी ठ्याक्क अब एलोभेन हिस्टोन मुभ हुने कुरो भयो नि त त्यो भएपछि मैले यसो सोचेँ अब त्यहाँ हिस्टोनमा गएर लाइसेन्स लिनुभन्दा यहीँ भएर जान्छु त्यहाँ गएँ अनि त्यो त अब अलमोस्ट लाइक 1.5 year भइसकेको थियो नि त यस्तो पानी सेकेन्डचोटि त हामीसित जाँदैन म सेकेन्डचोटि अनि ब्रो तिमीलाई उ गरे होइन मसित जाँदा तिमी अलिकता त्यो फ्रीवेमा हाल्ने बेलामा त्यो अलि स्पिडमा गर्दै थियौ अनि के भयो भनेपछि नि म चाहिँ फर्स्टचोटि जाँदा म नि नर्भस भएर उ भएको थिएँ कि ड्रप भएको थिएँ अनि यो गइसकेको थियो त्यतिखेर तपाईँले फर्स्ट टाइममा फेल गर्दै फेल गर्दा मैले चाहिँ त्यो पार्क गर अपहिल पार्किङ डाउनहिल पार्किङ कन्फ्युज भएको थिएँ कि म अनि फेल गर्दै थिएँ त्यसले अनि सेकेन्डचोटि जाँदाखेरि तेरो सेकेन्डचोटि म कहाँ सेकेन्डचोटि म गएको छैन म दुईटा चाहिँ याद छ फर्स्टचोटि गएको त्यसपछि एकैचोटि आउने बेला गरेको ए त्यसो भए त्यो फर्स्टचोटि जाँदाखेरि त्यसो भए मेरो सेकेन्डचोटि थियो अनि तेरो फ्रीमा हाल्दाखेरि यो म भन्दा पहिला थियो अनि सेम इन्स्ट्रक्टर चाहिँ मेरो पनि थियो के अनि द्याट इज योर फ्रेन्ड मैले भने या भनेर ही अलमोस्ट गाट मी किल भने हैन सेकेन्डचोटि तपाईले स्लो हाल्नुभयो हैन त्यो फ्रीवेमा हाल्दाखेरि तैँले बेसरी हालिस् कि के हालिस् के म त दुईटा इन्सिडेन्ट मलाई याद छ मैले त अरू त मैले धेरैचोटि लाइसेन्स दिँदैन फर्स्टचोटि दिएको सेकेन्डचोटि दिएको म आउने बेला दिएको त्यतिखेर चाहिँ मलाई त मनगम्रीमा दिएको त्यो मनगम्रीमा त्यही दुईटा मात्रै छ अर्को त मलाई यादै छैन त्यही त्यतिखेर यसलाई भनेको थियो कि अलमोस्ट गाट मी किल अब 1.5 वर्षको एक्सपिरियन्स एक्युरेट भइसक्यो होइन अब पर्मिट कुदाए सेकेन्ड टाइम के भयो अनि सेकेन्ड टाइममा जहाँ भन्यो यता चाहिँ त्यो मनगम्रीमा त तिम्रो स्ट्रिटमै लिएर गएको थियो स्ट्रिटमा आएको थियो अनि युजली तिमीलाई के हुन्छ उसले इन्स्ट्रक्टर भएको बेला त हात दुइटानुपर्छ नि त म त अब बानी बसेको यसरी एउटा हात मलाई बाह्र त्यो टाइम भन्थ्यो क्या बहुत थ्याङ्क्स अन द विल बहुत थ्याङ्क्स अन द विल त ट्याक्क भन्थ्यो गर्थेन फेरि होइन अनि त्यो भन्यो भने मान्छे आएँ मलाई त लाग्यो त्यसपछि लाइसेन्स थियो भने यससँग चाहिँ त्यो भन्यो होला सायद त्यसो तर त्यतिखेर भन्यो भने चाहिँ हो नभए त्यतिखेर होइन म डोथनमै भने हो डोथनमा त म एकचोटि मात्र गएको हो त्यही त्यतिखेर चाहिँ उसले भन्यो कि अलमोस्ट गाट मी किल भनेर त्यो मैले दिँदै देखेर मलाई यादै छैन के रे म त एकचोटि मात्रै हो त्यही बेला के त्यो तेरो फर्स्टचोटि हुँदा मेरो सेकेन्डचोटि थियो कि के थियो के होइन तिम्रो म फर्स्ट टाइम जाँदा तिमीहरूको कोही पनि गएकै थिएन म सन्तोष दाइ गएको त्यसो भए त सेकेन्डचोटि नि गइस् के त्यहाँ हामीसित तेरो दिमागमा छैन तर त गइस् के हामीसित जान्छु म दिन भनेर अनि त्यो दिन नि तँलाई दिएन के अनि त्यतिखेर तँलाई फ्रीवेमा हाल्ने बेलामा तैँले राहुलले जस्तो हाल्दै थियो नि त्यस्तो हाल्दै थिइस् अनि तेरो पछि मेरो थियो नि द्याट इज योर फ्रेन्ड भन्यो या द्याट्स माई फ्रेन्ड अरु क्वेशन त होला यु अलमोस्ट गाट मी किल भन्दै म त गाएन म गएको एन्जेलियासँग जानु भयो तपाईले गएको त्यो त्यस्तो गरेर त याद हुन्छ नि त जस्तै अब उसले भनेको कहाँ आज भन्दा 10 वर्ष अगाडि कुरो भइसक्यो होइन अनि उसले मलाई याद छ क्या मैले त्यो बानी बसेर एउटा हातले कुदाउने बानी भएको होइन उसले मलाई भनेको याद छ क्या म ठ्याक्क राख्थेँ उसले भन्थ्यो ठ्याक्क राख्थेँ अनि फेरि एन्सर विल भन्थ्यो ट्याक कसले हरेकचोटि मैले सुने है स्टोरी तपाईँहरूको तपाईँहरूले मनगम्री जाने बेलामा ट्रोयबाट मनगम्री जाने बेलामा तल खेततिर हो कि तल हाल्दै गाडी अनि त्यही छोडेर गाडी त्यो सुनाउनु न त्यो छोडेर त लिएर त्यो के भएको थियो नि यस्तो भएको थियो अनि इन्सिडेन्ट भएन गाडी त साइडमा गइयो अनि त्यसपछि अब त्यो तिमी हाइवेमा होइन ठ्याक्क कहाँ ट्रोयदेखि मनगम्री जाँदैन अब हाइवेमा होइन के पनि थाहा छैन अप्सन के गर्ने के थाहा छैन यतिकै बसिरहेको थियो मान्छेले जस तिम्रो साइडमा रोकेर होइन कपाल अफ पिपलले चाहिँ के भन्थ्यो नि के भयो त्यसलाई के गर्नुपर्छ होइन अनि उनीहरूले पुलिस पनि बोलाइदिएर रहेछ म त अब त्यतिखेर के भने थाहा थिएन तपाईँ फ्रीवेमा चलाउँदै हुनुहुन्थ्यो गाडी साइडमा हालिदिनु भयो नै साइड ट्र्याकको त्यो उस भएको टायर टायर अनि गाडी साइड ट्र्याक अनि टायर पड्केर अनि बाटोबाट खसेर तल गयो गाडी खसेर भन्दा स्लोप भएको गाडी स्लोप भयो त्यसपछि अनि त्यस आउट अफ कन्ट्रोल भएपछि गाडी त गयो होइन
अनि त्यो भयो त्यो जमानाको पुरानो लेक्सस त्यतिखेर त अब अहिलेको यसो घरहरू म बाहिर निस्किनेबाट टायरहरू चेक गरिन्छ हुन्छ नि अब त्यतिखेर केही थिएन त्यतिखेर तिम्रो प्रेग्नेन्ट हुन्छ नि टायर त बगला हार्छ त्यो हामीलाई थाहा थिएन हेर्ने चलाउने सिस्टम थिएन त्यहाँ के थाहा थिएन टायर त पड्क्यो त्यसो गाडी पुरा तिम्रो स्लोप हुन थाल्यो क्या त आउट अफ कन्ट्रोल होइन स्लोप गयो गाडी उता अनि त्यसपछि अब के गर्ने म त यतिकै उभिरहेको छु होइन अब तिमी त्यहाँ 60 प्लसमै थियो होला सायद म भयो भने हाइवे त्यो एउटा फ्रीवे थियो नि त कमेडी मोमेन्ट छ त्यसपछि भयो त्यसपछि म त्यसो त मलाई केही पनि थाहा थिएन अब के गर्ने नगर्ने अब पुलिसलाई बोलाउने कि नबोलाउने आफू पर्मिटमा कुदाएर चाहिँ अब जुन दिमागमा चाहिँ मेरो के थाहा छ पर्मिटमा हुँदा चाहिँ अब डर लाग्छ नि त अब पर्मिटमा भएकोले के भन्छ साइडमा एउटा ड्राइभिङ लाइसेन्स भएको मान्छे हुनुपर्छ भन्छ नि त आफू बिन्दास आफूले पर्मिट चाहिँ मलाई पुलिसलाई बोलाऊँ कि नबोलाऊँ भन्ने डर लागेर छ गाडी त्यसरी अड्किरहेको छ होइन यिनीहरूलाई भनेर इन्फर्म त गरेँ मैले केटाहरूलाई यसो यसो भयो अब इन्फर्मेसन चाहिँ कम्युनिकेसन ग्याप भयो क्या त्यहाँ के भयो भने चाहिँ नि यसको गाडी साइडमा गएर साइडमा तार थियो त्यहाँ गएर ऊ भएछ यसले भन्यो सेभरन सुन्ने मान्छेले सर्कल के सुनेको सर्कल के र सेभरन थियो नि त सुन्ने मान्छेले मलाई फोन गर्छ एन्जलको गाडी सर्कल केमा तारमा अड्किरहेको तारमा कसरी अड्किरहेछ कसरी तारमा कसरी उड्यो कसरी गाडी सर्कल किनेर जान्छ तारमा हेर्छ मान्छे तारमा केही पनि छैन ल एन्जल छ न गाडी तारमा छ अनि फेरि फोन गर्छु होइन त्यसले भनिरहेछ तारमा अड्किरहेछ गाडी लालमा साइडको तारमा पो अड्किरहेको के त्यो पनि म्याराथन नि र त्यो अर्कै ठाउँमा अनि त्यसपछि तिम्रो अब त्यो बाइक स्ट्यान्डर्ड अब मान्छेहरू जान्छ पासिङ गाडीहरूले देखेको छैन उनीहरूले साइड रोक्यो होइन के गर्नुपर्छ मसँग टो गर्ने के छैन तर मैले पुलिस बोलाइदिएछु त यहीँ बस भन्यो क्या कहीँ नजा यहीँ गाडी छ बस होइन त्यो कहीँ जाने काम गरेर मैले पुलिस बोलाएको छु त यहीँ बस्यो भने बस्यो होइन अब टन्टलापुर घाम छ होइन बिहान 9, 10, 11 बजी टोयमा त कस्तो गर्मी छ नि त अनि बसिरहेको थिएँ पुलिस आयो क्या सबसे पहिला पुलिस माग्यो उसले अनि त्यसपछि मेरो लाइसेन्स माग्यो होइन मैले पर्मिट दिएँ यहाँ के भएछ यसो भन्यो होइन उसले टायर हेऱ्यो उसले बुझ्यो क्या उसले होइन अनि के भनेन अनि त्यसपछि एकदम गर्मी थियो होइन उसले के भन्यो नि म अब यो तिम्रो सिटीको होइन म सिटीको मैले के गर्न मिल्दैन यहाँनिर स्टेट ट्रुपर आउनुपर्छ हाइवेको स्टेट ट्रुपर आयो के भन्नु उसले आएर उसले उसको जुरिस्डिक्सनमा पर्छ उसले हेर्छ भन्यो अनि अब गर्मी छ नि त अनि उसले देखेर नि गर्मी भएको पसिना छोडिदिएन अब यसो अनि के भन्छ यसो अगाडि हेरेको उसले प्यासेन्जर सिटमा अनि उसको प्यासेन्जर सिटभरि चाहिँ पुरा पेपर फाइल के दुनियाँभरि थियो क्या अनि भन्छ इट्स अ मेस अफ हियर होइन यु वान्ट सिट ब्याक साइड भन्यो होइन बट आई गट अ केनाइन भन्छ होइन कुकुर मलाई कुकुर भुकिया डर छ होइन डर लाग्यो क्या त्यो भन्छ अनि म यसो सोचेँ होइन किन यो साइड लगाएर बरु बस्नु दियो भन्छ नि होइन म बस्दिनँ भने होइन अनि त्यसपछि ठिक छ अनि त्यो गफ गरिदिएपछि उसले एसी पुरा फुल एन्ड ब्लास्ट गरिदियो होइन अनि त्यही झ्यालछुनी बसेर हावा खाँदै बसेँ होइन अनि त्यसपछि ठ्याक्क त्यसपछि स्टेट ट्रुपर आयो होइन अनि ऊ स्टेट ट्रुपर आएपछि ऊ गयो भने स्टेट ट्रुपरले चाहिँ ठ्याक्क ठाउँ दियो होइन बस्नु लगाएन बस्यौँ होइन अनि उसँग त्यही कुराहरू गर्नुभयो यसो यसो के गर्न आएको पढ्न आएको यहीँ कुरा भयो कि अनि त्यसपछि मैले यिनीहरूलाई भनेको थिएँ त्यहाँदेखि मैले यिनीहरूलाई देखेँ क्या त सेब्रो नै यिनीहरू हेर्दै आइरहेको थिएँ क्या होइन ठुलो सेब्रो यसो भन्यो त यहाँ नबस् होइन मेरो गाडीतिर गाडी टो गरिदिन्छु त अगाडिको लाइक नियर बाई ग्यास स्टेसन त्यहाँनिर म्याराथन थियो कि सेब्रोन थियो क्या त्यहाँ गाडी छोडिदिन्छ त्यो र हामी पनि त्यही जाउँ त बस मसँग भन्यो होइन मेरो फर्स्ट एक्सपिरियन्स थियो क्या पुलिसको गाडीमा मस्त प्यासेन्जर सिटमा त्यसरी बसेको उसले छोडिदिन्छ ठ्याक्क छोडिदियो अनि त्यसको गाडीमा बसेर हामी गफ गरिरहेको थियौँ यतिकै अनि ठ्याक्क यिनीहरू आयो क्या मैले ओ माई फ्रेन्ड्स आर कमिङ भने होइन अनि त्यसले के भन्छ त ओके your friends are coming, let's do a prank भने हैन अनि why don't you pretend like you've been handcuffed and put hand यस्तो गरेर लाने हैन I have handcuffed your friend. I'm gonna take him to the jail. यहाँ भने किन होला नि लिएर जान्छु भन्छ तपाईहरु के छु के गरेर यस्तो चुक्ला अब 7 बजे एक्चुअली हाँस्यो हैन अनि त्यसपछि यसो वी वर जस्ट जोकिङ भन्ने हैन त्यसपछि छोड्दियो अनि आएन तार चाहिँ गाडी यस्तो भएको खासमा भन्नुलाई थाहा न त कसो भने तिम्रो त्यो मेन पोलहरु हुन्छ जुन वाइट सस्पेन्सन अब त्यो पोलहरुको त सस्पेन्सन वाल हुन्छ तल त्यस्तो तल सपोर्ट टाइप त्यो तारै हो त्यो तारमा अड्केको थियो गाडी त्यो भनेको यिनीहरू चाहिँ तारहरु माथिको तारमा हेर्दै आएर केबल करेर कसरी आयो यसले गाडी भन्नु ओए राजेशको भन्ने तरिका फेरि त्यस्तै छ नि त ओए एन्जलको चलाउँदा चलाउँदा गाडीको चक्का पड्केछ तारमा अड्केछ गाडी भन्छ तारमा अड्केछ गाडी त्यो भयो अनि मैले चाहिँ होइन अब भने जस्तो बाइक गर्छु अहिलेसम्म मेरो टिकट चाहिँ खाँदैन वार्निङ चाहिँ मैले धेरै खाएको छु होइन हरेक कुरामा खाएको छु भएको तिम्रो पछाडि त्यो के भन्छ नम्बर प्लेटको जुन लाइट छ नि त्यो बत्ती बिग्रिएर चाहिँ होइन कसले चेक गर्छ अब सधैँ घर काम घर जाने बेला टक्क गाडीमा बसी गयो त्यो अब गइदिएन नि त पछाडि चेक गर्नलाई ब्रेक लाइट चलाइसकेको छैन यो गरे एक्सक्युज मी अनि त्यो देखिनँ अनि पुल ओभर गएँ अनि भनेतिर ब्रेक लाइट छैन त्यसमा नि खाएको छैन वार्निङ दियो
मैले त फेरि भेटाए भने चाहिँ तैँले टिकट खान्छस् तर तैँले फर्स्ट थिङ अझ अब एक्सक्युज मी राति भइसक्यो होइन अब भोलि बिहान फर्स्ट थिङ तैँले गएर बना होइन मैले तँलाई टिकट दिएको छु त्यहाँ केही गरेर तँलाई कसरी पुल ओभर हान्यो भने अब त्यो दिउँसो त मतलब हुँदैन तर भोलि राति म फेरि भेटाइन्छ प्रब्लम हुन्छ तर भोलि सबसे फर्स्ट थिङ के गर भने गएर फेरि भन्यो होइन बना भन्यो त्यो छोडिदियो एकचोटि यहाँनिर गफ्टरमा के भएको थियो भने ठ्याक्क म घर जाँदै थिएँ होइन ठ्याक्क लाइट तिम्रो येलो भयो क्या अब येलोबाट रेड हुन त अलिक कपाल अफ सेकेन्ड थियो मलाई के लाग्यो यताको ग्रिन हुन एक्सिडेन्ट लाग्ला म सोचेँ म टर्न होइन मजाले टर्न लिन्छु भ्याउँछु होइन म वहीँ यहाँ लिएर गएँ क्या होइन गफ्टरको त्यो गफ्टर कि ऱ्याम्पेटको रेन्युकोमा मलाई वहीँ यहाँ राइट दियो होइन यता साइडमा पुलिस बसेको ऊ कहाँ जानलाई त उसले देखिहाल्यो मलाई त पछाडि आइहाल्यो अनि ट्याक्कै यो एम स्ट्रिटमा आएर पुलोबाट हाने होइन अनि मलाई भने क्या तर मैले किन पुलोबाट हान्ने थाहा छ भने अनि मलाई यसो रियलाइज गरेँ क्या मैले रेडमा छिराएको छुइनँ अनि केही गरेर त्यो गरेको छैन किन गरेछ भने मैले थाहा भन्नु स्योर यो जे थियो नि त मलाई थाहा छैन भने नि के भन्छ तैँले त्यो त आउँदाखेरि त्यो येलो हुँदै थियो तैँले त्यहाँ कम्प्लिट स्टप गरेर 1-2 सेकेन्ड लगाएर त गाडी पासिङ गाडी छैन भने चाहिँ तैँले लिनुपर्ने त गाडी रोक्दै नरे उहीँ छैन दिस आम गोना गिभ यु वार्निङ टिकट होइन भने वार्निङ दियो त्यो पनि ठिक छ अनि एकचोटि सँगै त्यो गाडी पनि खाछु मैले उसको दाइको थियो नि बर्मिङमा पठाइदिएको थियो अनि त्यसमा त्यो रजिस्ट्रेसन के रहेछ नम्बर प्लेट के थियो एक्सपायर भएर रहेछ अब हामीलाई के क्लुलेस थियो नि त अनि त्यो भएको अलमोस्ट 6 हामी युएस आएको अलग 6 मन्थ पुग्यो होला अनि मैले पुरो खाएँ त्यो नम्बर प्लेट एक्सपायर थिएन त्यहाँ रजिस्ट्रेसन थियो त्यो एक्सपायर पनि थियो होला दाइ त्यो चेन्ज गराइदियो अनि पुलोबाट खाएँ मलाई अनि मलाई सोध्यो तल मैले किन पुलोबाट थाहा के थाहा नै छैन अब स्पिडिङ गराएको लाग्दैन त्यो एकदम कसियसबाट कुदाउँथ्यो क्या 45 देखाएको छैन 45 माथि त मरेन गएन त्यो बरु 40 मा कुदाइन्थ्यो त्यतिखेर स्पिड लिमिट क्रस गर्ने त मामा मात्र त्यसमा आइटम अनि त्यसपछि पुलोभर गऱ्यो अनि त्यो सोधेँ क्या तँलाई मैले किन पुलोभर गरेर थाहा छ मलाई थाहा छैन भने यसो भने अनि केही तैँले यसो भन्यो भने मैले होइन म आएको 6 मन्थभन्दा बढी भएन मैले लाइसेन्स लिएको नि यति भयो मलाई त्यस्तो बारेमा केही आइडिया थाहा छैन होइन उसले के भन्यो बाई त्यो ल पढ्दै क्या ब्ला 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 यस्तो हुन्छ तैँले यति दिनमा गाडी लिएको यति दिनभित्र तैँले गाडी रेजिस्टर गर्नुपर्छ यहाँ भनेन ओके फर्स्ट थिङ आम डु द्याट भन्यो होइन त्यसो वार्निङ टिकट दियो जा भन्यो अनि घर गयो क्या मेरो लिटरली त्यति नै हो क्या अचानक इन्सिडेन्ट एकचोटि चाहिँ के भएको थियो ठ्याक्कै कामबाट निस्किँदै थिएँ हेडलाइट अन गर्न बिर्सेर रहेछु क्या मेरो गाडीमा चाहिँ कस्तो थियो त्यो क्यामरीमा अटोमा थियो क्या अटो भएपछि त्यो यतिकै बानी आफ्नो बानी हो नि त अनि राजको गाडीको चाहिँ उसको चाहिँ निभाउनु पर्ने बानी रहेछ उसले मेरो गाडी चलाएर के गर्दा चाहिँ निभाइदिएको रहेछ म त अब ख्यालै गरिनँ काम सक्यो कामबाट टायर्ड ज्यान हुन्छ त त्यो धेरै सोच्न गाडीमा बस्यो अब घर जान्छु भने ठ्याक्क गाडी निकाल्न लाग्यो ठ्याक्क स्ट्रिटमा हाल्न लाग्थ्यो पुलिस गाडी ठ्याक्क पासिङ भएको छ उसले देखिहाल्थ्यो अनि गाडी ब्याक गऱ्यो उसले होइन ल पुलिस किन के भयो ठ्याक्क अब काम गरेको त्यतिखेर त डर पनि हुन्छ नि त काम गरेको ल भेटाएर हो कि होइन एउटा माइन्डमा होइन त्यस्तो चल्छ नि त त्यस्तो डर आयो अनि ठ्याक्क ब्याक गऱ्यो अनि उसले झ्यालखोले के भन्छ त्यो झ्यालखोले के भन्छ लाइट्स भन्यो क्या लाइट्स भन्छ के भन्न खोजेको अनि कहाँ के लाइट्स भन्न खोज्यो भने त मेरो हेडलाइट यो हेडलाइट्स भन्यो नि हो अनि ड्राइभ सेफ भन्यो अनि गयो एकताल त के भएको थाहा छ पुलोबाट चाहिँ के भएको होइन त्यो चाहिँ कस्तो इन्सिडेन्ट भन्यो मैले त्यस्तै भएछ कि अटोमा रेन्ज अटोमा छ होला कुदाएँ मैले फिल पनि गरिनँ बाटो त अब अँध्याएर स्ट्रिट लाइट बलिरहेको छ मैले ख्याल पनि गरेँ आफ्नो बत्तीको लागि आए 45बाट त आइरहेको होइन तिम्रो आइटिएसमा 45 आधी बाटो आइसक्यो होइन अनि मलाई के फिल भयो भने यो हाइवेमा त म सधैँ गइरहेको अँध्यारो हुन्छ नि तिम्रो स्ट्रिट लाइट हुँदैन अनि एकदम अँध्यारो भयो क्या मलाई के रियलाइज भयो म सधैँ यो बाटो हिँड्ने कामबाट फर्किँदै हिँड्ने बाटो यस्तो अँध्यारो छ जस्तो त लाग्दैन थियो किन आज यस्तो अँध्यारो छ भने त मलाई हेडलाइटै भएर हुन्छ अनि बिच बाटोमा आधी बाटो आएको थियो अनि हेडलाइट मलाई पनि त्यस्तो भएको छ म हेडलाइट नबालेर चलाइरहेको छु होइन कोही मान्छेले यस्तो यस्तो गर्छन् कोही मान्छेले आफ्नो लाइट के प्लिक प्लिक पार्छन् म सोचिरहेको छु किन मलाई सबैले यस्तो गरिरहेको के भएको छ भन्छु होइन आज मैं कुछ ज्यादा खूबसूरत त नहीं गाडी के भइरहेछ भनेर मैले सोचिरहेको छु कि दिमागमा धेरैजनाले मलाई सिग्नल गरिसक्यो कि लास्टमा अनि मैले बुझेँ ओहो हेडलाइटै बोलाएर हिँड्नु रहेछ भनेर कि मैं ही बेवकूफ थाहा भने जस्तो भयो कि तपाईँको पालो आयो हामीसँग टन्नै टाइम टिकट खाने मान्छेहरू डिसमिस म चाहिँ कोर्ट जान्छु है मतलब म त कोर्ट गएन पैसा तिर्दिएँ म त पैसा तिर्दिएँ लाइक अ क्रिमिनल बट फर्स्ट लाइक अ क्रिमिनल that's criminal होइन लाइक अ क्रिमिनल यु गो टु द कोर्ट नो इफ यु पे फर तिमीले पे गर्यो भने तिमी गिल्टी छौ म त आफ्नो राइट्सको फाइट गर्न चाहन्छु नि जज साहब मैंने गलती किया मैंने गलती नहीं किया
मुझे गलती नहीं ये फसाया जा रहा है मुझे यहाँ हामी कोर्ट कचेरा गर्नै चाहदैनौँ हामी घर बसेर सेटलमेन्ट पैसा भएको मान्छे पुरा बेग्लै हुन्छ अनि फर्स्टवाला चाहिँ थियो त्यही लेक्ससकै कहानी हो त्यो लेक्ससमा चाहिँ जसले हामीलाई गाडी बेचेको थियो नि त्यसले चाहिँ के गरेछ भने नि मिस्टेकली त्यो पुरानो जुन नम्बर प्लेट थियो नि त्यो छोडिदियो रहेछ क्या त्यसमा अब हामीलाई थाहा थिएन कि त्यो निकाल्नु पर्ने हो अर्को रजिस्टर गराउनु पर्ने रजिस्ट्रेसनको पेपर दिएको थियो पेपरमा के हुन्छ 1 मन्थ टाइम त्यो पुरानो नम्बर प्लेट ननिकालेर त्यसैमा छोडिदिएछ अनि रजिस्ट्रेसनको लागि उसले पेपर दिएको थियो तर त्यो पेपर चाहिँ 1 महिनाको लागि थियो अब हामी पनि त्यो ध्यान दिएनौँ कसैलाई ध्यान थिएन किनकि त्यही मान्छेसित पहिला गाडी किनेको थियौँ त्यसमा त्यस्तो प्रब्लम भएको थिएन अनि के भयो भने चाहिँ नि त्यो दिन म गाडी चलाएर लिएर आइरहेको थिएँ सबैजना थियौँ ठ्याक्क त्यहाँ हामी बस्थ्यौँ नि जहाँ पुग्नै लागेको बेलामा मनकामरी नै ट्रोयमै बस्दा विल्लो टेरेस पुग्नै लागेको थियौँ पुल ओभर गऱ्यौँ होइन पुग्नु लाग्दा ठ्याक्कै लेफ्ट लिँदै पुलिस आएको थियो हामी फिल गऱ्यो हामीलाई थाहा थिएन होइन पुलिस सँगै आइरहेको थियो ठ्याक्कै घर छेउनी पुलिस रोकेको हाम्रो लागि आएको क्या आइपुग्ने बेला सहमति हामी सब 5 जना थियौँ केटा यो चाहिँ अब हाम्रो लागि आएको कि होइन गाडी रोकौँ भनेर आयो आरामले अनि उसले आयो भने यस्तो यस्तो हो अनि के अरे हामीले भन्यौँ कि भर्खर हामी फर्स्ट सेकेन्ड डे थियो क्या गाडी आइरहेछ हामी चाहिँ त्यो गराउने नै वाला छौँ अनि त्यसले भन्यो कि पछाडि त्यो नम्बर प्लेट छ त्यो निकाल त्यो पहिलाको हो अनि इन्सुरेन्स र यो गराइहाल अनि उसले चाहिँ वार्निङ दियो क्या इन्सुरेन्स र ट्याग र रजिस्ट्रेसनको लाइसेन्स रजिस्ट्रेसनको अनि के हुँदो रहेछ भने लाइसेन्स रजिस्ट्रेसन र इन्सुरेन्सको वार्निङ खाएपछि त्यो तिमीले बनाएर त्यो चाहिँ कोर्टमा बुझाउन जानुपर्ने रहेछ क्या मैले बनाएँ भनेर अनि त्यो कोर्ट वार्निङ मात्रै पायो भने कोर्ट त्यस्तो जस्तो तिम्रो अलाबामाको के थियो भने तिम्रो बल्ब बिग्रेछ होइन वार्निङ पाछौ भने नि बनाएर तिमी कोर्टमा जानु पर्थ्यो कि मैले बनाएँ भनेर हिस्ट्रीमा पर्दैन हैन किनकि एउटा वार्निङ इन्फर्म गर्छ भन्छ के त इन्फर्म गर्न कहिले काहीँ भन्छ गरे नि इन्फर्म चाहिँ गरे फेरि भन्न चाहिँ भन्छ मलाई जहाँ जस्तो स्पिडिङको वार्निङ पाछ भने के इन्फर्म ब्रेक लाइटहरुको बोल्दैन पछाडी त्यस्तो चाहिँ मैले गर किन लाइसेन्स त्यो मैले वार्निङ पाथे यार स्पिडिङ नै ब्रेक लाइट त्यो यहाँ त्यस्तो त्यो भन मात्रै भने हो सिटी र काउन्टी हेरी हुन्छ के त्यस्तो नियम त्यो सानो ठाउँ हो नि त अनि त्यस्तो रहेछ अनि त्यो अब हामीले त अब त्यसले भन्यो इट्स अ वार्निङ भन्यो वार्निङ भनेपछि हामीलाई के लाग्यो हामीलाई त्यो थाहा थियो वार्निङ भनेपछि केही गर्नु पर्दैन सरी 1 महिना भयो 2 महिना भयो कोर्ट डेटको पास भइसक्यो 3 महिना भयो 4 महिना भयो घरमा लेटर आउँछ हैन के भनेर लेटर आयो वारेन्ट वारेन्ट अरेस्ट वारेन्ट तेरो यस्तो छ तेरो ड्राइभर लाइसेन्स चाहिँ ऊ भइसकेछ कि तिनीहरूले एउटा वर्ड युज गरेको थियो कि मतलब क्यान्सल भइसकेछ तेरो नामको त कोर्ट डेटमा यो दिन आउनु पर्ने थियो त आएनस् तेरो नामको वारेन्ट इस्यु भएछ तँलाई जहाँ भेटे त्यहीँबाट त्यस्तो लिटरली लेखेको सातो बुझ्लो सबको सबैजनालाई त्यस्तो लेखेको नै मलाई तर अब सँगै बसेपछि सबको सिट्टी पिट्टी गोल केटो गयो जे भनेर इसको त लेके गया अनि त्यसपछि मैं तो इसे नहीं जानता पता नहीं कोही केटाहरु त बोल्नै छोड्दियो सिधै म कोर्ट दौडेपछि गाडी चलाएर कि त्यो दिन आउने भन्दा अगाडि नै त्यही हाम्रो चाहिँ टेक्निकल प्रब्लमकोले गर्दा चाहिँ अलिकता यो भिडियो जोडेको जस्तो देखिला तर म कहाँ थिएँ तपाईले कोर्ट जानुभयो तपाईँ त्यतिखेर त्यो वारेन्ट इस्यु भयो अनि म कोर्ट गएको थिएँ अनि त्यहाँ गएर चाहिँ त्यो पैसा तिरेँ मैले अनि त्यो दुईटी केस चाहिँ डिसमिस भयो अनि लाइसेन्स नि रिइन्स्टेट भयो नयाँ लाइसेन्स आयो अनि यताको चार्जेस नि ड्रप भयो अनि त्यो वारेन्ट हट्यो भएर सेफ साइड त्यहाँबाट लास्टै टेन्सन भएको थियो यार अनि त्यसपछि चाहिँ त्यसपछि पुल ओभर चाहिँ म सिधै यहाँ ह्युस्टन आइसकेको थिएँ त्यो 2017 अनि यहाँ चाहिँ म बेल्लेयरमा खाएको थिएँ बेल्लेयरमा चाहिँ त्यो अलि के थिएँ त्यो ट्राफिक भायोलेसन चाहिँ खाएको थिएँ मैले अनि त्यसको लागि चाहिँ म कोर्ट गएको थिएँ त्यो चाहिँ त्यस्तो खासै चाहिँ माइनर नै थियो तर म कोर्ट गएर चाहिँ कोर्टबाट एउटा पेपर आएको थियो अनि त्यो लिएर म कोर्ट गएँ त्यहाँ केस डिसमिस भयो अर्को चाहिँ एउटा फनी चाहिँ मैले खाएको भनेको चाहिँ एउटा बाइकवाला पुलिसले हो मलाई चाहिँ बिच बाटोमा हात लगाएर पुरा साइड लगा भनेर दियो त्यो चाहिँ त्यो नि कोर्टै गएको थिएँ म अनि रिसेन्टली खाएको चाहिँ हामी घुम्न गएको बेलामा क्याली त्यो स्टोरी चाहिँ फनी छ है
त्यहाँ चाहिँ जस्तो हामी 3-4वटा स्टेट नजिक छ नि त, टेक्सस त होइन पक्कै। अनि हामी कहिले क्यालिफोर्निया हुन्थ्यौँ, वासिङटन हुन्थ्यौँ, ओरेगन हुन्थ्यौँ। वासिङटनबाट हामी कहाँ गइरहेको थियौँ, मलाई क्याली नै फर्किरहेको थियौँ के गरिरहेको थियौँ। अनि त्यो चाहिँ एउटा सानो ठाउँ रहेछ कि टाउन एकदम 30 स्पिड लिमिट रहेछ। म चाहिँ 45 मा कुदाइरहेको थिएँ, 10 माथि 15 माथि। अनि तर चाहिँ मतलब त्यसले चाहिँ पछि हामीले रेकर्डिङमा हेरेको केटा के त्यो आइरहेको थियो कि बसेको थियो। अनि आइरहेकोमा कहिले चेक गर्दैन कि रेकर्डिङ भने कस्तो रेकर्डिङ? ऊ हामीसित ड्यास क्याम थियो कि त्यतिखेर पुरा इक्विप थियौँ नि त, यहाँ भ्लगिङ चलिरहेको थियो। बाइ द वे त्यो भ्लगको बारेमा नि कुरा गरौँ बिस्तारै। अनि त्यसपछि के भयो भने चाहिँ नि त्यसले चाहिँ पुल ओभर गर्यो, आयो पुलिस चुप्लाएर बसिरहेको सबैजना होइन। अनि त्यसले बुझिया त्यहाँ के अरे अनि यो गाई तैँले चाहिँ स्पिडिङ गरिरहेको थिइस्, म नेपालीमा नै भन्छु, स्पिडिङ गरिरहेको थिइस्, मलाई लाइसेन्स दे भन्यो। अनि लाइसेन्स दिएँ। अनि कसको, अनि यो रेन्टल कार हो भनेर सोधेँ मैले। रेन्टल कार हो। अनि त्यसपछि कतिजना छ भने, अनि 7 जना छ भने। कति 6 जना थियो होइन, 6 जना छ भने। अनि 7 सिटर थियो। अनि विन्डो तल गर भन्यो होइन। यो पछाडि सुतिरहेको थियो, बिचमा 3 जना बसिरहेको थिएँ। म र तपाईँ निदाइराख्नु भएको थियो? नै उठ्यो, त्यसपछि उठ्यो, पुलोभर खाएपछि त उठिहाल्यो नि, सबको सातो खाइहाल्छ नि। अनि त्यसपछि के भयो भने चाहिँ नि तल विन्डो गर्दा त अब त्यहाँ चाहिँ सिट बेल्ट लगाउनु पर्दो रहेछ पछाडि, कसैले सिट बेल्ट लगाएको छैन। अनि त्यसले भन्छ टेक्ससमा सिट बेल्ट लगाउने नियम छैन। मैले भने नियम त छ, अगाडिकोले मात्र लगाउने पछाडिकोले त लगाउँदैन। टेक्ससमा पछाडिकोले लगाउँदैन नै, हामीले लगाउँदैन। यो गलत नियम हो नि, गलत नियम हो। अनि त्यसले के भन्छ, अनि त्यसपछि चुप लाग्यो भने अनि यिनीहरूलाई हेऱ्यो होइन। अनि तिमीहरूले कसैले सिट बेल्ट लगाएको छैन भने नाइ, तिमीहरू सब टेक्ससको हो भन्छन् होइन। अनि त्यसपछि के भन्छ, त्यसपछि फेरि एकछिन चुप लाएर बस्यो होइन। तिमीहरू अझै पनि सिट बेल्ट लगाउँदैन भन्छ कि। अनि केटाले कट्यो, म चाहिँ नदेखे जस्तो गर्छु, लगाइहाल भन्छ होइन। कट सबले सिट बेल्ट। अब यो सुतिरहेको भन्छ मेरो बेल्ट खोइ। अनि सबैले सिट बेल्ट लगाए। अनि गयो। अनि पुलिस चाहिँ राम्रो थियो होइन, त्यसले थाहा पायो कहाँदेखि आइरहेको छौ, कहाँ गइरहेको छौ। अनि हामी यस्तो टुरमा निस्क्या हो, अरू 12 दिनको ट्रिप पुरै सोध्यो। यो गाडी चाहिँ हामीले नेभाडामा लिएको हो, अनि रेन्टल कार हो यो, त्यो कसको नाममा छ? अनि लुसाकाले भन्यो मेरो नाममा छ यो त्यो। अनि त्यसपछि गयो। अनि 15 माइल जस्तो एभ्री 5 माइलमा तिम्रो पैसा बढ्दै जान्छ नि त। त्यो मान्छे पुलिस चाहिँ यस्तो राम्रो थियो, उसले भने जस्तो तिमी 30 तिम्रो माइल छ होइन, तिमी 5-10 माइल माथि छौ भने सर्टेन अमाउन्ट हुन्छ, 20 माइल माथि छौ भने तिम्रो पैसा धेरै हुन्छ कि टिकटको। उसले चाहिँ के भन्यो, ठिक छ तिमीहरूले गल्ती त गरेको, मैले टिकट चाहिँ दिन्छु तर म 45 को दिन्न, म 40 कै दिन्छु भन्यो कि, 5 कम गरेर के। अनि $160 समथिङ थियो। मैले चाहिँ यहीँ आएर तिने, किनकि अब त्यहाँ डिस्काउन्ट पाइयो ब्रो। त्यसले भन्यो एउटा सिट बेल्ट नलगाएको मान्छेको $30 कि $40 हुँदो रहेछ होइन। तिमी जोड न, 200 त त्यही थियो नि। त्यसले त त्यो त सिधै डिस्काउन्ट दिएको नि, तिमीहरू अहिले पनि लगाउँदैनौ भनेर नदेखे जस्तो गर्यो, अब लगायो भने लगा जस्तो पुरा एकछिन पुऱ्यो। अनि त्यसपछि त्यत्रो भन्यो तिमीहरू अहिले पनि लगाउँदैनौ भन्छ। उसले सोचिनु कुरै बुझेनन् भने जस्तो भयो। अनि त्यसपछि गयो। अनि त्यसपछि मैले थ्याङ्क यू, सबले थ्याङ्क यू भन्यो कि, थ्याङ्क यू सो मच, थ्याङ्क यू। अब किनकि एक त त्यसले टिकट आई विल नट गिभ यु टिकट भने सिधै भन्यो कि म सिट बेल्टको लागि टिकट दिन्न, तर तिमीहरू सिट बेल्ट लगाएर अब हिँड जहाँ पनि गइरहेछौ। के केटाहरूले के लगाउँछ 5 मिनट पार हुआ खोल भेटाकै थिएन कि, उसले भेटा यस्तो तारेर बसिरहेको थियो कि, त्यो भेटाकै थिएन, बक्कल कहाँ छ त्यो लक गर्ने। अनि सामान नि थियो नि त पछाडि, अनि भेटाकै थिएन, मस्त सुतिरहेको थियो। हु इज द्याट गाई भन्यो त। अनि यस्तो हुन्छ प्रेजेन्ट सर भने त्यो चाहिँ लास्टै फरे थियो। खासमा त्यहाँ खाएर पुलो पनि खाइन्छ ल, त्यो कसरी तिम्रो हाइवेको बाटो थिएन, हाइवे कतिखेर गएर त्यो टाउनमा पुगिसकेको टाउनमा 55 कुदाएर चाहिँ के ड्याङ टाउनमा फेरि के हुन्छ 70 अनि एकचोटि 30 फेरि 55 फेरि त्यो एकदम ऱ्यान्डम ड्रप हुन्छ कि। ऱ्याम्पमा हेर न, जस्तो कुनै पनि हामी हिस्टोमा कुनै ऱ्याम्प झर्दाखेरि ऱ्याम्प के हुन्छ स्पिड लिमिट 35 भन्दा हुन्छ नि त, ठ्याक्कै ऱ्याम्प झर्ने बित्तिकै त्यो जुन
स्ट्रिट छ नि त्यो स्ट्रिटको त 50 हुन्छ क्या त्यो ड्रप गरेर त्यो चढ्दा 50 हुन्छ तिमी 60 बाट आएर छौ 35 मा ज्याममै ब्रेक हालेर झार्ने हो र ज्याममै 35 बाट फेरि वाइयबाट हैन त त्यो जस उले भन्नु कम गर त्यस्तै भएको थियो क्या त्यो अब हामी 55 यति कतिमा आइरहेको थियौँ 30 मा ज्याममै ड्रप भइदियो अब स्लो त गरिरहेको थियौँ हैन अनि अगाडि पनि मान्छेको पेसमा हिँडिन्छ त कहिले तिमी यस्तो ध्यान हुँदैन क्या अब बट सिरियसली भन्दाखेरि पनि लाइक हाम्रो ब्याड लक थियो कि किनकि हाम्रो अगाडिको मान्छे पनि हाम्रै स्पिडमा थियो त नि त्यो ठोकिरहेको थिएन नत्र मैले ठोकिहाल्थेँ नि त्यसलाई त त्यो ब्याड लक चाहिँ हाम्रो परेन क्या त्यो जस्तो तिमीलाई कपाल तानेर निकाले जस्तै के नेक्स्ट तिमी अरू छेउछाउमा कपालतिर लाउँथेन तिम्रो लामो थियो सजिलो जस्तो छ त्यसलाई तान्यो त्यस्तै हो त्यो एउटा मात्रै मेरो ब्याड एक्सपिरियन्स ठिकै छ त्यो पुलिस चाहिँ लास्टै राम्रो थियो मतलब ऊ तर त्यो तिर्यो अरू त केही छैन यस्तै हो मतलब हामीले चाहिँ अलिकता गल्ती गरे होला नि ट्राफिक भायोलेसन गरे होला तर त्यस्तो चाहिँ रेकलेस ड्राइभिङ चाहिँ हामी गर्दैन ढिलो चाहिँ मतलब गर्ने कसैलाई बिचारा पर्छ त्यो पनि सुरुमा नबुझेर त्यस्तो भयो अब त हामीहरुले स्पिड लिमिटमा चलाइन्छ त्यसमाथि सुदीपले भनेको जुन ड्रिङ्क एन्ड ड्राइभिङ वाला त्यो चाहिँ हामी गर्दैनौँ हामी सपोर्ट पनि गर्दैनौँ कसैले पनि गर्दैन नि त्यही त मतलब तिमीलाई नै भनेको मैले लाइक हामी कसैले गर्दैनौँ लाइक म ड्रिङ्किङको अगेन्स्टमा छैन बट तपाईँ ड्रिङ्क गर्नु आफ्नो घरमा गर्नु सोसल ड्रिङ्क हो किन्नु ल्याउनु घर बस्नु गर्नु बट कहिले पनि त्यो ड्रिङ्किङको इन्फ्लुएन्समा आएर ड्राइभिङ चाहिँ कहिले पनि नगर्नु होला तपाईँ आफ्नो ज्यान त जोखिममा राख्नुहुन्छ हुन्छ जसलाई ठोक्नुहुन्छ त्यसको नै ठोकिदिनुहुन्छ त्यो त एकदम गलत हो ड्रिङ्क एन्ड ड्राइभ त त्योबाट नै कहिले पनि खाएर उ नै गरेको छैन नि त लाइफमा त्यो लेसन हो नि त थाहा पनि थिएन आफूले चलाएको नि होइन मैले त समग्रमा सबै भने पनि हो खुलाइरहेको छैन मलाई सिरियसली मतलब मलाई थाहा छ मतलब सुदीप चाहिँ यस्तो छैन कि ऊ ड्रिङ्क गरेर कोही गइरहेको छ भने म त जोसेर गइहालेँ सबैजनालाई जसले पनि लाइक गर्नुभएछ सब्सक्राइब गर्नुभएछ कमेन्ट गर्नुभएछ धेरै धेरै थ्याङ्क यू तपाईँहरूलाई जे हामीले बोलेको कुरा मन परिरहेछ भने मतलब सबैको तर्फबाट थ्याङ्क यू छ तर इन केस तपाईँहरूलाई लागेको छ तपाईँहरूको केही स्टोरी हामीले यहाँ सेयर गरिदिउँ तपाईँहरूलाई केही भन्नु छ भने या तपाईँहरूलाई चाहनुहुन्छ कि हामीले केही अरू कुरा गरौँ भनेपछि तपाईँ कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ त्यो कमेन्ट चाहिँ हामी यहाँ पढेर इन्क्लुड गर्छौँ तपाईँको नाम लिएर तपाईँ त्यो सजिलो छ 2-4 वटा कमेन्ट हुन्छ तपाईँको परिहाल्छ स्योर परिहाल्छ बट प्लिज लाइक सेयर सब्सक्राइब अनि चाहनुहुन्छ भने हामी यस्तै ग्रो गरौँ बिस्तारै बिस्तारै नै ग्रो गरिरहेछौँ 12 सब्सक्राइबरहरूले प्लिज डु सेयर यो भिडियो ताकि धेरैजनाले हेरेन् अनि प्लिज डु लाइक कमेन्ट ताकि युट्युबको अल्गोरिदममा आओस् थ्याङ्क यू सो मच फर वाचिङ दिस सन्डे गफ एन्ड गाफ धन्यवाद त्यही हो हामीहरूलाई तपाईँहरूलाई कुन टपिक्समा हामीले कुरा गरे हुन्थ्यो जस्तो लागेको छ त्यो लेखिदिनु होला कमेन्ट्समा अब हाम्रो त्यति कस्टमर होइन भ्युअर्स त हुनु न तर पनि होइन 500 भ्युज पुगिसक्यो तर भिडियोको 600 भ्युज छ यार तर हामीले 25 को सोचिरहेको थियौँ हामीले 600-700 भ्युज पुराइसक्यो हाम्रो चाहिँ आशा थियो 15-20 तर हामीले धेरै नै भ्युज पुराएकोमा हामी सबै दङ्ग आज मिठाई पनि आज खुसीको सेलिब्रेसन भइसक्यो मिठाई काट 1 2 3 क्ल्याप